कालीगण्डकी गाउँपालिका सुदूरपश्चिम स्याङ्जामा साबिक श्रीकृष्ण गण्डकी, बिर्घा, आलमदेवी र चण्डी भन्ज्याङ गाविस मिलाएर बनाइएको हो। यसको जनसङ्ख्या 21,728 2081 अनुसार छ भने क्षेत्रफल 73.51 वर्ग किलोमिटर रहेको छ। पूर्व र उत्तरतर्फ गल्याङ नगरपालिका रहेको छ भने गुल्मी जिल्लाको कालीगण्डकी तथा सत्यवती गाउँपालिका, पश्चिमतर्फ पाल्पा जिल्लाको तानसेन नगरपालिका र दक्षिणतर्फ बगनासकाली गाउँपालिका, यति 4 किल्लाभित्र कालीगण्डकी गाउँपालिका स्याङ्जा रहेको छ। कालीगण्डकी गाउँपालिका धार्मिक, ऐतिहासिक तथा सम्पदाले सजिएको ठाउँ हो। धार्मिक स्थलका बारेमा कुरा गर्नुपर्दा यस पालिका मात्र नभएर सिङ्गो देशका हिन्दू धर्मावलम्बीहरूले पुज्दै र मान्दै आएको आलमदेवी मन्दिर, राजवंशीय परिवारदेखि अनेकौं जात जातिहरूले पुज्दै आएको यस आलमदेवी मन्दिरमा 1707 को घन्टी रहेको छ। मेरो नाम केशव घिले, म यहाँको नगरची हो। पश्चिमको भारतको उज्जैन भन्ने ठाउँबाट देवीलाई डोलीमा बोकेर ल्याउँदै गर्दाखेरि अनि त्यो डोलीमा देवीलाई उहाँ काठमाडौँ पुर्याउने भन्ने हिसाबले लिएर आउँदा बोकेर आउँदा अब कति दिन थकित अवस्थामा हुँदा हुन्छ त्यो डोली बोक्नेहरू। अनि आउँदा रात परेछ। अनि रात पर्दाखेरि त्यही भीमसेन पातीमा डोली ठोकिएछ। डोली ठोकिँदाखेरि देवी त्यहाँबाट अलप हुनुभएछ। मलाई यो जग्गा मन पर्यो, म यसै बुटामा मलाई स्थापना गर्नु। त्यो भीमसेन पातीको बुटा छ, हामीले जान्दाबाट पहिल्यैबाट कहिले थियो त्यो बुटा न सानो हुन्छ न ठुलो हुन्छ न मरेर जान्छ। त्यो तपाईहरुले देख्नुभयो होला, त्यो त्यही अवस्थामा छ। अनि प्यालो प्यालो पात जति झर्छ अनि माथिबाट फेरि टुप्पा पलाउँदै जान्छ। यसलाई भीमसेन पाती भन्छन्। अनि भीमसेन पातीको बुटामा तपाईको विशेष पूजा हुन्छ। कालीगण्डकी गाउँपालिकाको अर्को धार्मिक आस्थाको केन्द्रबिन्दु हो क्षेत्रपाल मन्दिर, मूलादेवी मन्दिर, मोक्षधाम लगायत प्रत्येक टोल बस्तीमा मठ मन्दिरहरू सजिएका छन्। कालीगण्डकी गाउँपालिकाको स्वास्थ्य, शिक्षा, रोजगार, कृषि, खानेपानी, बाटोघाटो लगायत अन्य धेरै कुरामा अभिभावकत्व वहन गरेको कुरा यो पुरा पालिका चिनारीको दृश्यमा पाइनेछ। आउनुस् अब सम्पूर्ण पालिका र वडाभित्र छिरेर यहाँ अवलोकन गरौँ। धार्मिक, पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा धेरै कुरामा अग्रसर रहेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाज्यूको मुखबाट सुनौँ। नमस्ते, म खिम थापा, कालीगण्डकी गाउँपालिका स्याङ्जाको अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको महासचिव। आज हामी खास गरी कालीगण्डकी गाउँपालिकाले स्थानीय तहको निर्वाचन भइसकेपछि हामी 8औं वर्षमा प्रवेश गरेका छौँ। 8औं वर्षमा प्रवेश गरिरहँदा दुईटै कार्यकाल यो पालिकाको नेतृत्व गर्ने अवसर प्राप्त पनि गरेँ मैले। म आउनुभन्दा अगाडि यो क्षेत्रको बाटोघाटोका पूर्वाधारहरू त प्राथमिकता थिए नै, त्यसमध्येको पनि शिक्षा पहिलो प्राथमिकता हो। किनभने शिक्षा सबै विकासको पूर्वाधारको पनि पूर्वाधार हो भन्ने सन्दर्भको कुरालाई लिएर हामी त्यो अधिवेशनले त्यसको तय गर्यो। त्यसपछि शिक्षा सँगसँगै स्वास्थ्यलाई त्यत्तिकै हाम्रो दुर्गम ठाउँ स्वास्थ्यलाई प्राथमिकता राख्नुपर्छ भनेर त्यो अधिवेशनले तय गर्यो। यसरी त्यसपछि पर्यटक क्षेत्र, त्यसपछि खानेपानीका कुराहरू अत्यन्त कठिन भइरहेको अवस्थामा खानेपानीका कुराहरू, सिँचाइका कुराहरू लगायत हामी यी विषयहरूलाई प्राथमिकता राखेर अगाडि बढ्यौँ। त्यही अन्तर्गत हामीले कालीगण्डकी गाउँपालिका शाहवंशीय राजाहरूको कुलदेवताको रूपमा परिचित आलमदेवी मन्दिर पनि हाम्रो यो पालिकाको वार्ड नम्बर 3 मा पर्छ। कालीगण्डकीमा दैनिक रूपमा 300 देखि 400 पर्यटक बसाइ गराउन सकिरहेका छैनौँ। त्यो कसरी हामी उहाँहरूलाई यहाँ लामो समयसम्म बसाइ गर्न सकिन्छ भन्ने कुरालाई हामी योजनाहरू बनाइराखेका छौँ। त्यसो गर्न सकियो भने कालीगण्डकीवासीको स्वरोजगारको र मूल आयको माध्यम चाहिँ नि पर्यटन बन्ने छ भन्ने हामीलाई लागिरहेको छ। हाम्रा नागरिकहरू जन्मेपछि अटोमेटिक रूपमा स्वास्थ्य बिमा हुने व्यवस्था
गाउँपालिकाको तर्फबाट हामी त्यो व्यवस्थापन गरेका छौँ, जसको कारणले स्वास्थ्य क्षेत्रमा ठुलो फर्क पनि मारेको छ। हामीले कालीगण्डकी अस्पताल आफैले सञ्चालन गरेका छौँ। जति बेला हामी निर्वाचित भएका थियौँ त्यति बेलासम्म स्वास्थ्य चौकीहरू मात्र थिए। ती स्वास्थ्य चौकीहरू 4वटा स्वास्थ्य चौकी व्यवस्थित थिएन। त्यसलाई व्यवस्थित गर्दै हामी फेरि अस्पताल 15 शय्याको अस्पताल हामी आफै कसैको सहयोग बिना सञ्चालन गरेका छौँ, जुन अस्पताल सुरुवात गरेदेखि फेरि अहिलेसम्म नाफामा पनि चलिराखेको छ, त्यो नोक्सानमा पनि गएको छैन। हाम्रै व्यवस्थापनमा अस्पताल चलिरहेको छ। त्यो अस्पतालमा यो वर्षदेखि कालीगण्डकी एक नागरिकलाई बिमाले कभर गरेको बाहेक, त्यो पनि बाहेक पैसा केही उपचार छ भने पनि अरू थप उपचार पनि निःशुल्क रूपमा उपचार गर्ने व्यवस्थापन हामी गरेका छौँ। त्यसको लागि पालिकाले धेरै पैसा खर्च गर्नु परेको छैन। बिमाको कभरबाट नै हामी त्यो काम गर्न सफल भएका छौँ। कृषि क्षेत्र पनि कालीगण्डकीले एउटा नमुना कामको रूपमा सामूहिक खेती अरू पालिकाहरूले आफै गरेका छैनन्, समूहहरूले मिलेर त गर्नुभएको छ, तर पालिका आफैले सुरुवात गरेको सामूहिक खेती छ। एउटा ड्रागन बगैँचा पनि छ। सामूहिक खेती पनि हामी नमुना कामको रूपमा गरिरहेका छौँ, जसले करिब 100 जना कृषकहरूले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गर्नुभएको छ। त्यत्तिकै मासुमा हामी कालीगण्डकीले आयात गर्थ्यौँ। हामी आउँदा अहिले चाहे त्यो खसी बोका किन्नुहोस्, चाहे कुखुरा किन्नुहोस्, चाहे बङ्गुरको मासु किन्नुहोस्, आयात गर्थ्यो। गत वर्षदेखि खसी बोकाको मासुमा आत्मनिर्भर बनेर निर्यात पनि गरेका छौँ। अहिले पोखरा, बुटुल, काठमाडौँसम्म हामी पाल्पासम्म हामी खसी बोकाहरू निर्यात गरिरहेका छौँ। जग्गा भाडामा लिएर, बाँझो जग्गाहरू भाडामा लिएर त्यो काम सामूहिक खेतीको सुरुवात गरेका छ। जो त्यहाँ काम गर्ने किसानहरूले प्रत्येक घन्टाको पैसा पाउनुहुन्छ। जति घन्टा पनि 1 घन्टा पनि काम गर्न पाउनुहुन्छ, 10 घन्टा पनि काम गर्न पाउनुहुन्छ। घन्टाअनुसार पैसा प्राप्त गर्नुहुन्छ। सायद अन्ततिर छैन होला घन्टा पैसा प्राप्त गर्ने, दिनभरिको पैसा दिने चलन छ नेपालमा। हामीले त्यो घन्टा सिस्टम सुरुवात गरेपछि त्यो असाध्य राम्रो पनि भएको छ। त्यसले गर्दा हामीले राजस्व पनि वृद्धि गरिराखेका छौँ। यसरी हामीले दीर्घकालीन रूपमा हुने हामीले बाटोको पूर्ण रूपमा हामी यति बाटो किलोमिटर पिच हुनेछ भनेका छौँ। अहिलेसम्म हाम्रो 68 किलोमिटर बाटो पिच छ, जुन 24 किलोमिटर कालीगण्डकी जलविद्युत आयोजनाले पिच गरेको बाटो बाहेक अरू कुनै पनि पिच थिएन हामी आउँदा। अहिले सङ्घीय सरकार, प्रदेश सरकार र हामी मिलेर कालीगण्डकीका भित्री बाटोहरू हामी 68 किलोमिटर बाटो पिच गरेका छौँ। यो वर्ष 100 किलोमिटर पुर्याउने र अर्को हाम्रो कार्यकालमा थप 100 पुर्याउने 100 किलोमिटर पिच गर्न सकिन्छ भन्ने हाम्रो अनुभव। तर हामी आइसकेपछि हामीले भलिबलको पुरुष भलिबलमा मात्र होइन, सबै खेलहरूमा महिला पुरुष गरेर अरू खेलहरू फुटबल, क्रिकेट, ब्याडमिन्टन, टेबल टेनिस, एथलेटिक्सहरू, टाइक्वान्डोहरूको खेललाई पनि अगाडि बढाउनुपर्छ। त्यसको आफ्ना प्रत्येक मान्छेको छुट्टा छुट्टै प्रतिभा हुन्छ। ती प्रतिभाहरू प्रस्फुटन गराउने अवसर प्रदान गर्नुपर्छ भन्ने हामी सोच बनायौँ। त्यसले हामी अरू पालिकाले नगरेको काम हामी खेलकुद महोत्सव गर्छौँ। अहिले 6औँ संस्करण पनि सकिसकेको छ। समान रूपमा हामीले विजय प्राप्त गरे पनि गरेको ठाउँमा पनि नगरेको ठाउँमा पनि र आवश्यकताको आधारमा समान रूपले हामी काम गर्छौँ भन्ने प्रतिबद्धता जाहेर गरिसकेपछि कालीगण्डकी यो 2टा कार्यकालसम्म आउँदा अहिलेसम्म पनि सबै निर्णयहरू सर्वसम्मत निर्णय छन्। चाहे गाउँसभा होस्, चाहे कार्यपालिकाको निर्णयहरू अहिलेसम्म कुनै नोट अफ डिसिसन पनि छैन। हामीले सर्वसम्मत निर्णयहरू छन्, जसको कारणले हामीलाई काम गर्न सजिलो पनि भएको छ। कालीगण्डकीको विकासको लागि, सिङ्गो मुलुकको विकासको लागि हामी जति बेला अहोरात्र खटिने हुँदा सबै आम जनसमुदायलाई चाहे त्यो कालीगण्डकी होस् चाहे बाहिरका जहाँको भए पनि सुझाव दिएर सहयोग गर्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र बिदा पनि हुन चाहन्छु। धन्यवाद, नमस्कार। कालीगण्डकी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि कर्मचारीहरू विकासको कुरामा उत्तिकै चासो देखाउने गर्दछन्। यसरी कालीगण्डकी गाउँपालिकाको एकमात्र ठुलो बजार अर्थात् मिर्मी बजार, यहाँ सिङ्गो पालिकाका मात्र नभएर वरपरका सम्पूर्ण पालिकाका पनि किनबेच गर्न आउने गरेको पाइन्छ। सम्पूर्ण किनमेलको लागि यातायातको राम्रो सुविधा भएको हुनाले यस वडा नम्बर 7 को अर्थात् मिर्मी बजारमा किनबेचका लागि बजार नै ठानिएको छ। यही मिर्मी बजारमा वित्तीय संस्थादेखि लिएर विभिन्न सङ्घ संस्थाहरूले भरिभराउ रहेको छ। यो 7 नम्बर वडा कालीगण्डकीकै एउटा बजार क्षेत्र, कालीगण्डकी भरिले बजार गर्ने ठाउँ। कालीगण्डकी गाउँपालिकाद्वारा सञ्चालित हस्पिटल, 15 बेडको हस्पिटल पनि हामीले यहाँ सञ्चालन गरेका छौँ। यही वडामा छ। हामीसँग यहाँ क्रिकेट ग्राउन्ड, फुटबल ग्राउन्ड, अरू लिएर विभिन्न ग्राउन्डहरू, खेलकुदका
माध्यमबाट खेल खेलाउनको लागि ग्राउन्डहरू पनि उपलब्ध छ, हामीले बनाएका छौँ। यहाँ विभिन्न शिक्षाको लागि विद्यालयहरू, भगवती नमुना माध्यमिक विद्यालय यो नेपालकै नमुना विद्यालय, यहाँनिर अर्को मेलमी आधारित विद्यालय यो पनि नमुना आधारित विद्यालय हो। हामीले शिक्षाको लागि पनि यहाँ धेरै सङ्घर्ष गरेका छौँ, धेरै पूर्वाधार तयार गरेका छौँ। यहाँ विद्यार्थीहरू पढ्नको लागि, माध्यमिक तहसम्म पढ्नको लागि यहाँबाट धेरै पलायन हुन्न। माध्यमिक पछाडि हाम्रो यहाँ मेलमी बहुमुखी क्याम्पस पनि छ, जुन क्याम्पसमा अध्ययन गरे पश्चात यहाँ तपाईँको डिग्रीको लागि बाहिर जानुपर्छ। किसानहरूले उत्पादन गरेको चिजहरू बजारसम्म लैजानको लागि हामीले यही वडामा, मेरै वडामा अहिले हामीले कृषि सङ्कलन केन्द्र पनि हामीले बनाएका छौँ। यो कृषि सङ्कलन केन्द्र मार्फत हामीले त किसानहरूले उत्पादन गरेको तरकारीहरू, फलफुलहरूलाई बजारसम्म लैजानको लागि हाम्रो एउटा कृषि एम्बुलेन्स पनि छ, हामीले किनेर राखेका छौँ। किनभने त्यो किसानहरूले भोलि बजार खोज्नु पर्दैन, हामीले खरिद्छौँ, सङ्कलन गर्छौँ र त्यसलाई हामीले बाहिर पठाउँछौँ। प्रशस्तै धार्मिक क्षेत्रहरू छन्, सिद्धेश्वर महादेव मन्दिर, विद्येश्वर महादेव मन्दिर, कालिका मन्दिरहरू, हाम्रो मन्दिर मठ मन्दिरहरू छन्। अहिले हामीले लिफ्टिङ सिँचाइ को लागि हामीले काम गरिरहेका छौँ। त्यो लिफ्टिङ सिँचाइ मार्फत किसानहरूलाई पानीको व्यवस्था गर्नको लागि यो बजारमा तपाईँको एक घर एक धारा छ खानेपानीको। हामीले 1 वर्ष मात्रै पुरा भएको छ। एक घर एक धारा मार्फत सबै बजारवासीहरूलाई, यहाँका स्थानीयहरूलाई हामीले खानेपानीको व्यवस्था पनि मिलाएका छौँ। जस्तै बुटोल पोखरादेखि काठमाडौँदेखि आउनुको लागि सब पिच बाटोहरू छ। कालीगण्डकी गाउँपालिकाले झन्डै 65 किलोमिटर हाम्रो गाउँपालिकाभित्र कालोपत्र गर्ने काम पनि सम्पन्न भएको छ। मिर्वी बजारमा आउँदै गर्दा यातायातको सुविधाहरू, बुटोल काठमाडौँ, पोखरादेखि बुटोलबाट आउन सकिन्छ। यहाँबाट थुप्रै यातायातका साधनहरू गुड्छन्, मुक्तिनाथको लागि, गुल्मीको लागि, पर्वतको लागि, यो हुँदै तपाईँको तम्बास जानको लागि यहाँ आउने गर्नुहुन्छ। थुप्रै भ्रमणको टोलीहरूको यहाँ तपाईँको किन यो ड्याम हेर्न, यो स्टिमरमा यात्रा गर्नको लागि, जल यातायातमा तपाईँको यातायात गर्नको लागि थुप्रै पर्यटनहरू पनि यहाँ आउने गर्नुहुन्छ। यो सबै कामहरू कतिपय सम्पन्न भएका छन्, कतिपय हाम्रो यो गुरु योजनामा परेका छन्। सीमित स्रोत र साधनको बावजुद पनि हामीले अत्यन्तै कुन मेजर छ, कुन पहिला गर्नुपर्ने छ, त्यसलाई हामीले छनौट गरेर त्यसलाई हामीले काम बढाएका छौँ। हाम्रो योजनाहरू धेरै छन्, धेरै कामहरू गर्न बाँकी छ। स्वास्थ्य, शिक्षा, धार्मिक तथा ऐतिहासिक स्थलहरू संरक्षण गर्दै कृषि र बाटोघाटो विकासका लागि निकै अग्रता देखिने यस वडाका आम नागरिक, कर्मचारी र प्रतिनिधि एवं विभिन्न संस्थाका प्रतिनिधिहरूको मेलमिलापले झन् सुनमा सुगन्ध मिसिएको छ। त्यसैले त सबैको पहुँचमा रहिरहेको यो वडा नम्बर 7 अति नै राम्रो र उत्कृष्ट छ। कालीगण्डकी गाउँपालिका एउटा यस्तो गाउँपालिका हो 2072 सालमा नेपाल संविधानमा स्थानीय सरकारलाई दिएको हक अधिकारको पूर्ण पालना गर्ने पालिका मध्ये प्रथम पालिका हो। कालीगण्डकी गाउँपालिकाको आफ्नै पालिका गान छ र आफ्नै झन्डा, लोगो पनि रहेको छ। कालीगण्डकी गाउँपालिकाको अर्को महत्त्वपूर्ण काम भनेको स्वास्थ्यप्रति हो। निर्वाचन भएको आफ्नो कार्यकालदेखि नै यहाँका आम नागरिकको भविष्यको रेखा कोरेर यहाँका सम्पूर्ण नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा र थैली बाहेकका औषधिको पनि मूल्य स्वयं पालिकाले नै बिहोर्ने र गर्भमा रहेको बच्चा र आमाको ख्याल गर्दै एम्बुलेन्स लिएर जाने र सुत्केरी भएपछि पनि घरमै लगेर छोड्ने गरेको पाइन्छ। बच्चालाई र आमालाई आवश्यक परेको खानेकुराहरू र सेवा सुविधाहरू कालीगण्डकी गाउँपालिकाले दिइरहेकै छ। यही स्वास्थ्यका कुराहरूले अत्यन्तै मन जितेको कालीगण्डकी गाउँपालिकाका प्रतिनिधि, कर्मचारी र स्थानीय तहका सम्पूर्ण कर्मचारीहरूले जस पाएको कुरा यहाँका आम नागरिकहरू पनि बताउनुहुन्छ। राजा महेन्द्र जस्तो राजा हाम्रो नेपालमा जन्म नभऊ, राजा त्यसलाई सक्ने राजै छैनन्, कसैले धाक लाउनै पर्दैन। हामीले सुनिसम्मको कुरा महेन्द्र जति ठुलो अहिले यो गाउँपालिका आयो खेमी पनि त्यत्तिकै। हाम्रो यस कालीगण्डकी अस्पताल चाहिँ 15 बेडेड अस्पताल हो। यहाँ चाहिँ कालीगण्डकी गाउँपालिकाले चाहिँ मेनली कालीगण्डकीवासीहरूको चाहिँ फ्री बिमा गरिदिएको हुनाले मेनली 90% बिरामी चाहिँ बिमाकै बिरामी आउनुहुन्छ र दिनमा लगभग 100 देखि 110 120 जनासम्म बिरामीहरू आउनुहुन्छ, यहाँ सेवा लिनुहुन्छ। साथै हामीले हालचालै आँखाको आधारभूत
आँखाको सेवा पनि थपेको छौँ र एकजना अप्थाल्मिक एसिस्टेन्ट पनि नियुक्ति गरेको छौँ। टोटल चाहिँ हामी 2 जना मेडिकल अधिकृत लगायत अरू 34 जना कर्मचारी चाहिँ सबै डिपार्टमेन्टमा गरेर रहेको छौँ। कालीगण्डकी गाउँपालिकादेखि चाहिँ एकदमै सपोर्ट पनि मिलेको छ हामीलाई। यतिको ठाउँमा चाहिँ यतिको अस्पताल भएर धेरै जनताले चाहिँ एकदमै आधारभूत सेवा चाहिँ यहाँदेखि लिइराख्नु भएको छ। कालीगण्डकी गाउँपालिकामा विभिन्न जात जातिका मानिसहरू बस्दै आएका छन्। आफ्ना जातिको फरक फरक धर्म संस्कृति र चालचलनहरू रहेका छन्। ब्राह्मणहरूको भजन कीर्तन र चुड्का यस पालिकामा हेर्न अनि सुन्न पाइन्छ। यसै गरी मगरहरूको जिउमामा नाच पनि अर्को महत्त्व आकर्षण रहेको नाच हो। यो जिउमामा नृत्य नेपालको मात्र नभएर विश्वमै 2 वा 3 ठाउँमा मात्र नाचिने गरिन्छ। मगर समुदायमा आफ्नो मामाको छोरीलाई हक लाग्ने हुँदा भान्जाले छोरी माग्ने क्रममा मामालाई जिउ ढोग चढाई केटा पक्ष र केटी पक्षको समुदायले देखाउने भिन्न खालको नाच हो। मगरहरूको पर्वमध्येको यो यौनाथ पर्व, यौनाथ पर्वको एउटा अङ्ग हो। यो चाहिँ के अरे कालीगण्डकी गाउँपालिका वार्ड नम्बर 2 अनि चाहिँ के अरे यो गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वार्ड नम्बर 4 एकसिङ र तानसेन नगरपालिका के अरे 11 बौगा गुम्बामा यो श्री पञ्चमीको अवसर पारेर के अरे यो नाच्ने गाउने गरिन्छ। स्वीकार्नुपर्ने भयो।
2मै रहेको यही जिउमामाको नृत्य सकिएपछि ओडा कार्यालयतिर लाग्यो। मगर समुदायको बाहुल्यता रहेको यस ओडामा पनि टङ्ल्याङ शिलालाई मगरहरू मात्र नभई सबैले पुज्ने गरेको पाइन्छ। मगर समुदायमा कोटाकोट मगर समुदायले प्रायः जसो यहाँको आफ्नो संस्कृति झलकको लागि झ्याउरे र त्यसपछि ठुलो नाच सोरठी ले यहाँ सम्मान गरेर रातिमा अलिकता त्यो यहाँ नाचगान गरेर जागरण गरेर त्यसपछि बिहान पूजाआजा गर्ने चलन भएको। यसै गरी अर्को निकै धार्मिक आस्थाको केन्द्र हो बडरकुन शिला। कालीगण्डकी नदीको पानीले दिनौँ छोएर बग्ने यो बडरकुन शिला निकै रोचक लाग्दो छ। शक्तिपीठ पनि हो र यो चाहिँ नि हामीले खालि यो सेतीबेनीको यो शालिग्रामको बारेमा त चर्चा परिचर्चा संसारमै भइरहेछ, तर यसको सन्दर्भमा यो शालिग्रामको सन्दर्भमा शिलाका सन्दर्भमा त्यति धेरै चर्चा परिचर्चा नभएको, तथापि यो चाहिँ एक प्रकारको यहाँ चाहिँ नि यो शक्तिपीठकै रूपमा मानिआएको सन्दर्भ छ र यसलाई संरक्षण गर्नुपर्छ भन्ने सन्दर्भ यहाँका स्थानीयवासीको चाहिँ नि माग रहिआएको छ। यसमा पालिकादेखि प्रदेश र केन्द्र सरकारले विशेष ध्यान पुर्याउनुपर्छ भन्ने मलाई लाग्छ, किनभने आस्थाको कुरा हो, यहाँको जनताको आस्थाको विषय हो। यो कालीगण्डकीको किनारमा रहेर पनि यहाँ चाहिँ नि यो शिलासँग जोडिएको सन्दर्भ र यहाँको जनताको आस्थासँग पनि जोडिएको सन्दर्भ। यहाँ चाहिँ नि विशेष गरेर चाहिँ नि यो माघी सङ्क्रान्तिमा र अर्को वैशाखको एकादशीमा यहाँ विशेष मेला लाग्छ भन्ने कुरा उहाँहरूले भनिराख्नु भएको छ र यो चाहिँ नि एउटा शक्तिधाम जस्तो र यसलाई संरक्षण नगर्नु भने फेरि यो लोप भएर पनि जान सक्छ। त्यस कारणले गर्दाखेरि यसलाई जनताको आस्थासँग जोडिएको विषयलाई हामीले गम्भीर रूपमा लिनुपर्छ, चाहे त्यो स्थानीय सरकार होस्, चाहे केन्द्रीय सरकार होस्, चाहे प्रदेश सरकार हो, यसमा हाम्रो ध्यान आकर्षित हुनुपर्छ। स्विजरल्यान्डको म्युजियममा यो शिलाको बारेमा लेखेको देखेर एक स्थानीय बासिन्दाले गाउँलाई सम्पर्क गरी यस बडरकुन शिलाको बारेमा बुझाएका थिए। त्यस दिनदेखि यही कालीगण्डकी नदीको किनारले सधैँ यो चिसो पानीले छोइरहने बडरकुन शिलाको संरक्षण गर्नका लागि यहाँका स्थानीय बासिन्दाहरू लागि परिहाले। निकै नै धार्मिक आस्था बोकेको यस महाशिलालाई यहाँका स्थानीय बासिन्दाले पुज्दै र संरक्षण गर्दै आएका स्थानीय बासिन्दा बताउनुहुन्छ। यहाँ पहिला ओडारहरू थिए, यहाँ केही पनि थिएन। टाढा टाढादेखि चाहिँ यहाँ चाहिँ व्रत बन्द गर्न, पूजा गर्न तीर्थालु भक्तजनहरू यहाँ आउनुहुन्थ्यो। कालीगण्डकी गाउँपालिकाले को सहयोगमा यो मन्दिर निर्माण भएको हो। भएको मुक्तिनाथदेखि अनि बग्दै आएको नदी अब नेपालमा र देश विदेशमा पनि कालीगण्डकीको बहुत महत्त्वपूर्ण कुरा छ। त्यसमा एउटा हिलेका प्रभु भन्ने हिलेमा 12 वर्ष तपस्या गरेर आएर चाहिँ यहाँ पारी बस्नुभएको थियो, 1 महिना माघ नाग्नु भनेर। अनि बुबा र म घाँस काट्न आउँदा उहाँले कमण्डो लिएर हातमा यसरी बोलाउनु भयो, बुबा पौरेर जानुभयो, मिर्बी ड्याम थुनेको थिएन। त्यसपछि उहाँको परिचय गरेपछि उहाँले 1 महिना मैले यहाँ कालीगण्डकी नहाएर बस्छु, यहाँ अपार रहेछ यहाँ शिला। वडा नम्बर 2 मा पर्ने शिव पञ्चायत मन्दिर, कोटाकोट मन्दिर, राधाकृष्ण मन्दिर, चर्च लगायत धेरै धार्मिक आस्थाका केन्द्रहरू रहेका छन्। बाटोघाटो, स्वास्थ्य, शिक्षा यस ओडामा पनि राम्रै रहेका छन् र यस ओडामा निकै नै धार्मिक आस्था र पर्यटनको पनि सम्भावना बोकेको कुरा यस 2 नम्बर वडाका वडाध्यक्ष बताउनुहुन्छ। हाम्रो कालीगण्डकी गाउँपालिका वार्ड नम्बर 2 अन्तर्गत चाहिँ हाम्रो विशेष गरी यो बेसी बस्तीलाई हामी ठुलो बस्ती मान्दछौँ, किनभने यहाँ नै मुख्य हाम्रो बसोबास छ। यहाँ त्यसका लागि कोटाकोट र लसर्गा बेसी भनिन्छ। लसर्गा बेसी अन्तर्गत तल्लो थर, माथिल्लो थर, गाथर र अनि माझतोल, डाँडा थर भनेर विभाजन गरिएको छ। त्यसै गरी यो कार्यालय भएको टोललाई चुडेली टोल भनिन्छ र साँधी, कोटाकोटको चाहिँ खाक्सी, टुम्लेक
घोडडाँडा, माथिल्लो घोडडाँडा, तल्लो घोडडाँडा, मसार, झ्याबी डाँडा र कोटाकोट गाउँ चाहिँ यहाँका मुख्य बस्तीहरू हुन्। 4वटा विद्यालयहरू छ। एउटा हाम्रो मावि छ, एउटा चाहिँ संस्थागत विद्यालय छ र 2वटा चाहिँ आधारभूत विद्यालय र एउटा चाहिँ बाल विकास केन्द्र रहेको वडा हो। र यहाँको विकासको कुरा गर्नुपर्दा हाम्रो यो बाटोघाटो चाहिँ अलिकति बाटोघाटोको कारणले नै हाम्रो विकास देखिएको छैन। सबै वडाहरूको तुलनामा हाम्रो यस वडामा चाहिँ कच्ची बाटो छ अहिलेसम्म हालसम्म र हामीसँग खानेपानीका कामहरू पनि सबै भइराखेको छ र खानेपानीको सन्दर्भमा एक घर एक धारा हाम्रो केही बाँकी छ र अहिले चाहिँ हामी सुरक्षित खानेपानीलाई प्राथमिकता दिइराखेका छौँ र त्यसको काम पनि निरन्तर हुँदैछ र हामीले हाम्रो वडाको सिलिङ मात्र 33,92,000 को सिलिङ छ र त्यहाँबाट हामीले सकेसम्म समावेशी बजेट बनाउने प्रयासरत छौँ र हामीले सबै जनजाति दलितका सबै हक हितलाई समेट्ने गरी बजेट बनाउने क्रममा हाम्रो यतिखेर चाहिँ हामीले चालु आर्थिक वर्षमा चाहिँ चालु बजेटलाई वडाले गर्नु नपाइने भन्ने कारणले हामीले फेरि हामी त्यसलाई पुँजीगतमै ढालेर हामी सकेसम्म दलित बस्तीहरू जनजातिका बस्तीहरूमा पनि ती बजेटहरूबाट भए नि सम्बोधन गर्ने प्रयासरत छौँ। हामी वडाको सिलिङ बजेटबाट पनि मुख्य गरेर धेरै जसो हामी गोरेटो बाटो बनाइराखेका छौँ। त्यसपछि खानेपानी, सिँचाइ र अन्य बाँकी रहेको एउटा मोटर बाटो पनि हामी यो सिलिङ बजेटबाट बनायौँ र अन्य सबै टोलमा सकेसम्म समेट्ने हिसाबले हामी धेरै जसो गोरेटो बाटोलाई नै जोडेका छौँ र बाँकी मात्रै सिँचाइ र अन्य काममा लगाएका छौँ। कतै कतै भवन निर्माणका कामहरूमा पनि जोडिएका छौँ र हाम्रो यो शिक्षामा चाहिँ हामी कुनै पनि विद्यालयलाई छुटाएका छैनौँ र विशेष गरी हामीसँग यस वर्षमा एउटा आर्थिक वर्षमा हामीले 34-35वटा योजना चाहिँ हामीले पुरा गर्ने गरेका छौँ, साना ठुला गरेर। कालीगण्डकी गाउँपालिका वडा नम्बर 4 को कुरा गर्नुपर्दा यस वडामा धेरै कुराहरू छन्। मुख्यतः गाउँपालिका कार्यालयको भवन यसै वडामा रहेकाले सङ्घ संस्थाहरू धेरै हुने नै भए। वडा नम्बर 4 को कुरा गर्नुपर्दा सबैको प्यारो अनि युवा जोसिलो रूपमा सधैँ आफूलाई प्रस्तुत गर्ने वडा अध्यक्ष सबैको मन जितेका छन्। स्थानीयलाई कसरी चासोका साथ कार्यप्रति सम्पादन गर्ने भन्ने कुराको पूर्ण ज्ञान राख्ने वडा अध्यक्षले आफ्नो पालिकामा धेरै कुराहरू देखाए। गाउँपालिकाको आफैले रोपेको 24 रोपनी जग्गामा ड्रागन फ्रुट अर्को आकर्षणको विषय हो। यी सबै कुरा वडा अध्यक्षकै मुखबाट सुनौँ। अलि ठुला बृहत योजनाहरू कालीगण्डकीले गरेका असल अभ्यासहरू धेरै किसिमका छन्। नवप्रवर्धन मध्येको केरा खेतीको कार्यक्रम र केराबाट उत्पादित हाम्रो चाहिँ पातहरूबाट टपरी हाम्रो केराको रेसाहरूबाट हामीले चाहिँ विभिन्न किसिमका कपडा गलैँचाहरू अनि खादाहरू निर्माण गर्ने, त्यसपछि गएर अनि हस्तकलाका सामग्रीहरू सामानहरू बजार जाने झोलाहरू अनि सामान टोकरीहरू यस्तो कुराहरू हामीले गरिरहेको कुरा पनि यहाँहरूलाई मैले श्रव्य दृश्य र स्थलगत अनुगमनका क्रममा मैले अवगत गराउने नै छु। यो सँगै आफ्नै कालीगण्डकी गाउँपालिकाले आफ्नै लगानीमा यहाँका जनताहरूलाई स्वरोजगार बनाएर 24 रोपनी जग्गामा ड्रागन फ्रुटको असल अभ्यास यहाँहरूले हेरिसक्नुभयो। बिर्गा टार लिफ्टिङ सिँचाइ एउटा नमुनाको रूपमा कालीगण्डकी गाउँपालिकाले सुरुमा एउटा ट्रायल बेसको रूपमा गरेको सफल एउटा परियोजना हजुरहरूलाई मैले देखाइसकेको छु। मनोविनोद पार्क लगायतका पर्यटकीय क्षेत्रहरू हाम्रो याङ्गुदी सामुदायिक वन, जसमा फरक फरक किसिमका चाहिँ वन्यजन्तुहरू अन्य देशका विभिन्न ठाउँहरूमा पाइने खालका वन्यजन्तुहरू रहेको पनि यहाँहरूलाई बिचमा जानकारी गराउँछु। जसको माथिपट्टि हाम्रो कोट भ्यू टावर
कालीगण्डकी गाउँपालिकाको भेउटारको रूपमा नवनिर्मित भेउटारको रूपमा बनाइरहेको कुरा पनि यहाँहरूले निर्माण त्यहीँको खानेपानी कुलकुलेसाहरू निर्माण गरिरहेका छौँ। हाम्रो कालीगण्डकी गाउँपालिकाको तर्फबाट वडा नम्बर 4 मा एक घर एक धारा बनाउन अब केही मात्रै घरहरू बाँकी छन्, जुन हामीले आर्थिक वर्ष 81-82 मा करिब हामीले 30-40 घर हामीले सम्पन्न गर्ने बित्तिकै 30-40 घर मात्रै अहिले एक घर एक धाराको लागि तयारी छ। उहाँहरूलाई पनि पानी अब खुवाउने तयारीमा सम्भावित योजनाहरू चाहिँ पूर्ण हुने क्रममा छन् भने सिँचाइका आयोजनाहरू पनि हामीले प्रदेश गण्डकी प्रदेश सरकार सङ्घ सरकार मार्फत भएका गुरु योजनाहरू बृहत योजनाहरू यहाँ सञ्चालन भइरहेका छन्। विभिन्न जात जातिहरू विभिन्न भाषा संस्कृति सहितको चाहिँ हाम्रो गाउँपालिका वडा नम्बर 4 मा छ। अनि जनजातिहरूमा मगर समुदाय बाहुल्य रहेको मगर समुदाय पनि हामी कहाँ छ। ब्राह्मणहरूको आफ्नै किसिमको एउटा संस्कृति र आफ्नो बसोबास छ भने अल्पसङ्ख्यकको रूपमा हाम्रो माझी समुदायहरू बोटे समुदायहरू पनि हुनुहुन्छ। हाम्रा अरू जनजातिहरूमा घरती अनि आदि यस्ता जनजातिहरू पनि हामी कहाँ हुनुहुन्छ। मठ मन्दिरहरू ऐतिहासिक पुरातात्विक मठ मन्दिरहरू छन् जसमा हाम्रो कोट हाम्रो पुरानो दसैँको बेलामा हात हतियारहरू पूजा गर्ने ठाउँको रूपमा भुरे राजाहरूले स्थलगत रूपमा त्यहाँ गएर पूजा गर्ने एउटा हाम्रो परम्परागत रूपमा धेरै वर्ष पहिलेका इतिहासहरू छन्। क्षेत्रपाल मन्दिरहरू हामी कहाँ क्षेत्रपाल क्षेत्रको एउटा रक्षा गर्ने क्षेत्रपालको रूपमा हामीले भगवान शिवलाई पूजा गरिन्छ। यस्तै गरेर हामीले शिवको गणको रूपमा क्षेत्रपाललाई पूजा गरिन्छ भने कालिका शिवालय मन्दिरहरू मठ मन्दिरहरू र धेरै खालका बगैँचाहरू पनि हामी कहाँ अवस्थित छन्। पुरानो बिर्गा गाविस भवन हो यो संयोगले नेपाल सरकारले अब सुरुमा बनाउँदै गरेको गाविसको भवनको संरचनामा नै अहिले गाउँपालिकाको वडा नम्बर 4 कार्यालय सञ्चालन भएको छ, जसमा स्थानीय सरकार सञ्चालन हुँदै गर्दाखेरि आफ्नो भवन नहुँदाखेरि यहीँबाट गाउँपालिकाको सेवा प्रदान गरिएको कार्यकक्ष यो भवन पनि हो। यहाँहरूका बिचमा यति कुरा राखेँ। धन्यवाद। सबैलाई नमस्कार। म नारायण पाण्डे यस श्री जनता आधार विद्यालयको विद्यालयहरूमा पुस्तकालय स्थापना गरिदिनु भएको छ, जस अन्तर्गत त्योभन्दा पहिला हामीलाई 2076 सालमा रुम टु रिडले पुस्तकालय स्थापना गरिदिएको थियो। त्यसलाई निरन्तरता दिएर अहिले सम्पूर्ण विद्यालयहरूमा पुस्तकालयको स्थापना गरिदिनु भएको छ, जसमध्ये पठन सिपको विकास अघि नै सरहरूले हेरिसक्नुभयो। कक्षा 1, 2, 3 देखि 5 सम्मका विद्यार्थीहरूले सशर्ती आफूले पढेका कुराहरू किताब नहेरिकन भन्न सक्ने भएका छन्। त्यो देन नै गाउँपालिकाको देन भएको कुरा म अवगत गराउन चाहन्छु। वडा नम्बर 4 को सम्पूर्ण दृश्यहरू देखाइसकेपछि र प्रत्येक ठाउँमा अवलोकन गरिसकेपछि वडा र पालिका निकै जागरुक देख्यौँ। आउनुहोस् सिङ्गो पालिकाले कुन कुन वडामा कस्ता कस्ता कृषिका कार्यक्रमहरू सँगै उत्पादन र उत्पादनबाट खेर गएका कुरालाई प्रशोधन गरी सामग्री उत्पादन गरी आम नागरिकको मन जितेको छ। नमस्कार, मेरो नाम अनुप पौडेल। म कालीगण्डकी गाउँपालिका कृषि शाखामा कृषि अधिकृत रूपमा कार्यरत छु। पालिकाले पनि आफूले सिकाइ केन्द्रको रूपमा र रोजगार दिने तरिकाले धेरै कार्यक्रमहरू सञ्चालन गरेको छ। यसमध्ये प्रमुख कार्यक्रमहरूमा हामीले सयपत्री फुलहरू न्यूनतम 5 लाखदेखि अधिकतम 40 लाखसम्म कालीगण्डकी गाउँपालिकाभन्दा बाहिर निर्यात गरेका छौँ। त्यस्तै गरी कागतीहरू अहिलेसम्म हामीले प्रति वर्ष 30 मेट्रिक टनसम्म निर्यात गरेका छौँ भने अबको वर्षबाट हामीले 50 मेट्रिक टनसम्म निर्यात गर्दैछौँ। त्यस्तै गरी ड्र्यागन फ्रुट 24 रोपनीमा हामीले ड्र्यागन फ्रुट बगैँचा स्थापना गरेर सिकाइ केन्द्रको रूपमा अनि त्यो फलहरू पनि निर्यात गरिरहेका छौँ। यस्तै गरी नववर्धन कार्यक्रम अन्तर्गत गत वर्ष हामीले केराको थामबाट विभिन्न हस्तकला सामग्रीहरू जस्तो जुन खेरा गइरहेका सामानहरू हुन्छन् थामहरू हुन्छन् तिनीहरूबाट चाहिँ आकर्षक हस्तकलाका सामग्रीहरू बनाएर त्यसबाट पनि उद्यमशीलताका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ। त्यसबाट यस सँगसँगै गण्डकी प्रदेश सरकारसँगको नववर्धन कार्यक्रमबाट सामूहिक रूपमा बाँझो जमिनमा खेती गर्ने कार्यक्रमहरू गरेका छौँ। त्यसबाट हामीले गत वर्ष 86 जनालाई कृषि श्रमिकहरूलाई रोजगारी दिन सफल भएका थियौँ भने यस वर्ष हामी 105 जना कृषि श्रमिकहरू सूचीकृत हुनुभएको छ र उहाँहरूले पनि त्यही अनुसार कार्यक्रमहरू गरिराख्नु भएको छ। यस्तै गरी गाउँपालिकामा उत्पादित सामग्रीहरू कृषिजन्य उत्पादनहरूलाई भण्डारणको लागि हामीसँग
20 मेट्रिक टन क्षमता बराबरको कोल्ड रुमहरू पनि निर्माण भई सञ्चालनको क्रममा रहेको छ। यस सँगसँगै मसला बाली प्रवर्धन अन्तर्गत विभिन्न पकेट कार्यक्रमहरू सञ्चालन गरिएको थियो भने यस वर्ष पनि हामीले करिब 10 लाख प्याजका बिरुवाहरू पनि किसानहरूलाई अनुदानमा वितरण गर्दैछौँ। यस्तै गरी आँप, लिची, एभोकाडो लगायतका फलफुलका पकेटहरू स्थापना गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ। यहाँलाई नमस्कार, मेरो नाम राजेश पाण्डे, म कालीगण्डकी गाउँपालिका पशुसेवा शाखामा कार्यरत छु र मेरो पद अधिक स्तर 6औं तह हो र पशुसेवा शाखाको सन्दर्भमा कुरा गर्दाखेरि कालीगण्डकी गाउँपालिका विशेष गरेर पशुपालनको लागि असाध्यै सम्भावना भएको ठाउँ हो र यहाँ विशेष गरेर चाहिँ बाख्रा पालनको लागि असाध्यै पोटेन्सियल भएको र हाम्रो कालीगण्डकी गाउँपालिका बाख्राको लागि हालसम्म आत्मनिर्भर रहेको छ र ब्रोइलर कुखुराको रूपमा पनि हाम्रो कालीगण्डकी गाउँपालिका आत्मनिर्भर नै छ र दुग्ध व्यवसायको सन्दर्भमा कुरा गर्दा अहिले हाम्रो डेरी स्थापना भएको छ यो कृष्णगण्डकी साबी कृष्णगण्डकी मिर्मीमा भने बङ्गुर पालनका लगायतका कुखुरा कार्यक्रमहरू पनि सञ्चालनमा छन्। अहिले हाल चाहिँ अन्डामा आत्मनिर्भर कार्यक्रम लेयर्स कुखुरा पालन कार्यक्रममा किसानहरूलाई जोडिरहेका छौँ ताकि यहाँका अन्डाहरू बाहिर जाउन् भन्ने उद्देश्य छ भने कृषकको लागत घटाउनको निम्ति हामीले व्यावसायिक घाँस खेतीमा पनि जोड दिइरहेका छौँ। यसका साथै पशुमा उपचारका कुराहरू गर्ने हो भने हाम्रो पूर्णखोप जुन अभियान छ, पूर्णखोप अभियानमा चाहिँ हाम्रा साथीहरू चाहिँ गाउँ गाउँमा घर घरमा टोल टोलमा गएर पशुहरूमा चाहिँ 4-5 किसिमका खोपहरू पनि लगाउनुहुन्छ भने हाम्रो पशुसेवा सम्पर्क इकाइहरू वार्ड नम्बर 2, वार्ड नम्बर 1 र वार्ड नम्बर 6बाट चाहिँ हाम्रो पशुसेवा सम्पर्क इकाइ मार्फत पशुपक्षी उपचार, भ्याक्सिनेसन लगायतका कामहरू चाहिँ भइरहेका छन्। यस साथै चाहिँ पशुमा देखिने संक्रामक महामारी रोगहरूको निम्ति पनि कालीगण्डकी गाउँपालिकाले विभिन्न किसिमका खोपहरूको सँगै बायोसेक्युरिटीका कामहरू पनि सञ्चालन गरिरहेको छ। हाम्रो पशुपक्षी उपचारका कुराहरू पनि हाम्रो यसै शाखाबाट र हाम्रो सम्पर्क इकाइहरूबाट हुने गर्छन्। यिनै नै हाम्रा कामहरू यसरी नै भइरहेका छन्। बाँझो खेतबारीलाई हराभरा पार्नुपर्छ भन्ने हेतुले प्रत्येक ओडामा नवप्रवर्धन कार्यक्रम अन्तर्गत विभिन्न कृषि कार्यक्रमहरू ल्याएको छ। जस्तै तरकारी खेती, केरा खेती, फलफुल खेती र कागती खेतीदेखि आउने दिनमा प्याज खेतीलाई पनि प्रोत्साहन गर्ने र आम्दानीका स्रोत बनाउने उद्देश्य राखेको छ। केराबाट विभिन्न प्रकारका सामग्रीहरू उत्पादन गर्दै आएको र त्यही केराको थामबाट खादा, गलैँचा लगायत धेरै कुराहरू उत्पादन गर्दै आएको छ। अब कागती खेतीतर्फको कुरा गरौँ। कालीगण्डकी गाउँपालिका वडा नम्बर 1 मा रहेको हटियामा नारायण प्रसाद श्रेष्ठले 60-70 रोपनी जग्गामा कागती खेती गरेका छन्। विगत 5-6 वर्ष अगाडिबाट आफूले पालिकाको पूर्ण रूपमा 550वटा कागतीका बेर्ना रोपेका बोटहरूले आगामी दिनमा वर्षको 30 लाख कमाउने उद्देश्यका साथ वरपरका बाँझो बारीहरू किन्ने वा भाडामै भए पनि लिएर कृषि गर्ने कुरा बताउँछन्। नमस्कार, मेरो नाम नारायण प्रसाद श्रेष्ठ, कालीगण्डकी गाउँपालिका वार्ड नम्बर 1। उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु सर। उहाँहरूले धेरै राम्रो चाहिँ दिनुभयो, यो उपदेशहरू यो चाहिँ ल्याइदिनु भयो, त्यस कारणले उहाँहरूलाई धेरै धेरै धन्यवाद। कामदार त वर्षमा 3-4 पटक चाहिँ रेगुलर चाहिँदैन। वर्षमा मलजल गर्दा, गोडमेल गर्दा अनि त्यसपछि गएर तपाईँ काटछाँट गर्दा मात्रै मान्छे चाहिने हो, रेगुलर चाहिँदैन। अनि त्यसपछि गएर तपाईँको टिप्दा चाहिने हो। अनि चाहिने यो कागतीको चाहिने रोग भनेको सबैभन्दा ठुलो रोग भनेको क्यान्कर देखिरहेको छु मैले। हो, नारायण जस्ता कृषकको आँट, हौसला र मेहनतलाई ऊर्जा थप्ने काम गरेका छन् गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सिंहपालिकाका प्रतिनिधि, कर्मचारीसँगै वडाका प्रतिनिधि र कर्मचारीहरू। आउनुहोस् यसै सन्दर्भमा कुरा गरौँ वडा नम्बर 1 को। 1 नम्बर वडा कार्यालयले गुल्मीको रिडीलाई छोएको छ। रिडीको 3 मुख्य पुल आफैमा निकै आन्तरिक एवं पर्यटकहरू आउने गर्दछन्। यो 3 मुख्य पुल जानका लागि 1 नम्बर वडाको बाटो हुँदै जाने गरेको पाइन्छ। वारी वडा नम्बर 1 मा हनुमान वाटिका यो ठुलो पार्कले पनि
आउने आगन्तुकहरू 3 मुखे पुल हेर्दा हेर्दै हनुमान बाटिका आएर घुमेर फोटो खिचेर जाने गरेका छन्। यो हनुमान बाटिकाले थप सौन्दर्यता थपिरहेको छ। ठुला मोटरेबल पुल, झोलुङ्गे पुल र स्वास्थ्य शिक्षाको राम्रो पहुँच पुगेको छ भने केही मोटरेबल पुल बनिरहेका पनि छन्। यसै 1 नम्बर वडामा बाटो घाटो, शिक्षा, स्वास्थ्य र विभिन्न कुराहरूको पहुँच पुगेको कुरा यहाँका वडाध्यक्ष बताउनुहुन्छ। नमस्ते, मेरो नाम कृष्णबहादुर लामिछाने। म कालीगण्डकी वडा नम्बर 1 को वडाध्यक्ष साथै कालीगण्डकी गाउँपालिकाको प्रवक्ता पनि। अहिलेसम्म सडकको सञ्जालले बिचबाटै चिरेको छ पिच बाटो, अनि उत्तर दक्षिणको बाटोमध्ये हाम्रो हटिया रानीमहलको बाटोको पिचको काम सुरु हुँदैछ। यसै गरी पिउगा सिँचाइको कार्यक्रम लिफ्टिङ सिँचाइ सकिन लागेको छ। यसै गरी हाम्रो हनुमान बाटिका निर्माण भएको छ। हनुमान बाटिकामा दर्शकहरू आउने क्रम जारी नै छ। हाम्रो कालीगण्डकी को 1 नम्बर वार्ड र गुल्मी अनि पाल्पाको बिचमा 3 मुखे पुलको पनि निर्माण भएको छ। यसले पर्यटकलाई एउटा मनोरञ्जन दिने काम भइराखेको छ। पिउगादेखि रेडीसम्मको नाका खुलिसकेको छ भने वार्ड नम्बर 2 देखि पुलक्याम्पसम्मको केही बाटो मात्र बाँकी छ। यो वर्षको बजेटले हामीले ट्र्याक ओपन गर्ने काम सम्पन्न गर्छौँ होला। यस्तै गरी हाम्रो वार्डमा खानेपानी लिफ्टिङ खानेपानी जरुवा लिफ्टिङ पानीले 340 घर कुरियालाई पुर्याएको छ भने 2वटा खानेपानी सञ्चालनमा छ। एउटा सिसदी किपट खानेपानी भने अर्को रिब्दी खानेपानी। यो वर्ष तिनीहरू पनि सम्पन्न भयो भने 1 नम्बर वार्डको खानेपानीको समस्या धेरै रूपमा सम्पन्न हुन जानेछ भने अर्को खोर्दी लिफ्टिङ खानेपानी योजना पनि छ। त्यो पनि यो वर्ष सम्पन्न भयो भने हाम्रो कालीगण्डकी 1 नम्बर वार्डको 1 घर 1 धारा सम्पन्न हुनेछ। यसरी हामी अगाडि जाने प्रयत्नमा छौँ। 1-12 को स्कुल छ, विद्यालय छ, एउटा 1-10 को विद्यालय छ, एउटा 1-8 को छ भने 2टा 1-5 को छ भने 2टा 1-3 को आधारभूत विद्यालयहरू छन्। कागती खेतीको सुरुवात हाम्रो गाउँपालिकाले गरेको थियो भने एकजना हाम्रो नारायण श्रेष्ठले कागती खेती गरेर अगाडि बढिराखेको छ भने अहिले हाम्रो हेफर प्रोजेक्ट र गाउँपालिकाको साझेदारीमा कार्यक्रमहरू चलिराखेको छ। यसै गरी हाम्रो स्वास्थ्यको कुरा गर्दाखेरि हामी गाउँपालिकाले पोषण मैत्री गाउँपालिका घोषणा गर्दैछ भने हाम्रो 1 नम्बर वार्डमा चन्नी भन्ज्याङ स्वास्थ्य चौकी भन्ने छ। त्यहाँ याचे लगायतको सबै स्टाफहरू अहिले अभाइलेबल नै छ र यहाँ सुत्केरी गराउने अवस्था रह्यो भने त्यही पनि गर्ने गरिन्छ र त्यहाँबाट अलि अप्ठ्यारो महसुस भयो भने हामी अस्पतालसम्म लाने काम पनि गरेका छौँ। क्षेत्रमा उत्पादन भएको वस्तुहरू बजारसम्म लाने बजारीकरणको अभ्यास पनि भएको छ भने अब प्रत्येक महिनाको अन्तिम शनिबारको दिन हाम्रो गाउँमा बजारीकरण गर्नको लागि गाडी आउने गरी व्यवस्था हिजो मात्र हामीले निर्णय गरेका छौँ र प्रत्येक 3 ठाउँमा हाम्रो कालीगण्डकी 1 नम्बर वार्डको 3 ठाउँमा गाउँघर क्लिनिक खोप केन्द्र पनि सञ्चालन भएको छ र हाम्रो गाउँपालिकाले स्वास्थ्य बिमा सबै जनताको स्वास्थ्य बिमा गरेको हुनाले पनि यसले स्वास्थ्यबाट वञ्चित नहुनको लागि यसले काम गरेको छ भने विद्युत महसुल पनि हामीले न्यूनतम विद्युत महसुल गाउँपालिकाबाटै बेहोर्ने गरी अगाडि गएको हुनाले पनि विद्युतलाई पनि हामी सबै घर घरसम्म पुर्याउने काम हाम्रो गाउँपालिकाबाट भएको हुनाले हाम्रो वार्डमा कुनै ठाउँमा पनि बत्ती नबलेको घर अहिले छैन। यो ढङ्गले अगाडि बढेका छौँ हामी। त्यो ढङ्गले विकास निर्माण लगायतका कामहरूलाई अगाडि बढाउन प्रयत्नमा छौँ हामी। धन्यवाद। प्रत्येक ओडामा पुगेको बाटो घाटो, स्वास्थ्य, भौतिक पूर्वाधार र अनुगमनका व्यवस्थापनलाई आफैमा सम्झने योग्य छन्। स्थानीय निकायका लागि खटिने यसै गाउँपालिकाका उपाध्यक्ष पनि आफूलाई अब्बल प्रमाणित गरेको पाइयो। आफ्नो दोस्रो कार्यकाल दोहोरिँदा आम नागरिकको तर्फबाट आएको विश्वास र जिम्मेवारीको मतलाई कदर गर्दै यहाँका सम्पूर्ण कुरामा अनुगमन गर्दै
पोषणका कार्यक्रमलाई निरन्तरता दिँदै र भौतिक संरचनालाई पनि निरन्तरता दिँदै न्यायिक समिति र मेलमिलापतर्फ पनि आफूलाई सधैँ सक्रिय रहेको कुरा बताउनुहुन्छ। नमस्कार, म सावित्रा कोइराला, कालीगण्डकी गाउँपालिकाको उपाध्यक्ष स्याङ्जा। जनताले निर्वाचित गरिसकेपछि हामीले सकेअनुसारको र यो गाउँपालिकाभित्र भएको स्रोत र साधनलाई सदुपयोग गर्दै विभिन्न योजनाहरूको प्राथमिकरणसँगै जनताका आवश्यकताहरूको पनि पहिचान गरेर र उहाँहरूका जिज्ञासा, गुनासा, सल्लाह, सुझावसँगै अहिलेसम्म चाहिँ गर्दै आइरहेका छौँ। मेरो चाहिँ जिम्मेवारीको रूपमा विभिन्न योजनाहरूको अनुगमन गर्दै जाँदा योजनाहरू अलिकता के छ भने हाम्रा योजनाहरू बनाउन हामीले चाहिँ दिगो कसरी बनाउन सकिन्छ ती भइरहेका योजनाहरू उपभोक्ता समिति अथवा निर्माण व्यवसायी जोसँग त्यहाँ गएर हेर्दै गर्दाखेरि हुन त उपाध्यक्षहरू अथवा हामी चाहिँ प्राविधिक कुराहरू पढेर आएका त छैनौँ, तर हुँदै गर्दा पनि त्यहाँ काम कस्तो भएको छ, कामको प्रकृति के छ, त्यहाँ काम गर्दै जाँदा बाधा अड्चहरू केही छन् कि समुदायमा भन्ने कुराहरूलाई चाहिँ हामीले अनुगमन गरिरहेका हुन्छौँ। लाग्छ अहिलेसम्म चाहिँ अनुगमन गर्दाखेरि पनि धेरै कामहरू राम्रो भइरहेको अवस्था छ, तर हुँदै गर्दाखेरि पनि कहिलेकाहीँ चाहिँ भूगोलको हिसाबले विभिन्न सामग्रीको हिसाबले चाहिँ पर्याप्त रूपमा समयमा चाहिँ कामहरू नसकिएको अवस्था र कहिलेकाहीँ निर्माण व्यवसायीहरूबाट काम गर्दै जाँदाखेरि समयमा काम सम्पन्न हुन नसक्दाखेरि हाम्रो मूल्याङ्कनमा अलि कमी देखिएको अथवा हामीले मानव उदाहरणको लागि अहिलेको बजेट जो कति हामीले आकलन गरेका छौँ यो बजेट चाहिँ यो वर्ष यति निर्माणमा खर्च हुँदैछ भन्यो भने त्यो खर्च चाहिँ कम भइरहँदाखेरि अर्को वर्ष जाँदा अलिकता काम गर्दाखेरि तलमाथि भएको अवस्थाहरू देखिएको छ एउटा अवस्था। र त्यही अनुभवको आधारमा हामी सबै प्राविधिक कुराहरू नजाने पनि तर त्यहाँ चाहिँ प्राविधिकहरू सँगै लगाएर हाम्रो फेरि के छ नि कालीगण्डकी गाउँपालिकामा यसको काम यो, यसको जिम्मेवारी यो भन्दा पनि हामी अध्यक्ष, उपाध्यक्ष, अब प्रमुख प्रशासकीय अधिकृत लगायत जोको जस्तो विषयगत शाखाहरूमा योजना अनुगमनमा कृषिको कुरा आयो भने कृषि शाखासँगै गएको हुन्छ, पूर्वाधारतिर हो भने प्राविधिक शाखा सँगै हुन्छ, पशु पक्षी शाखा पनि सँगै हुन्छ। यसरी चाहिँ हामी मिलेर चाहिँ अनुगमन गरेका छौँ र त्यसले गर्दाखेरि कालीगण्डकी गाउँपालिकामा सोचेअनुसारको प्रतिफल भले एकदमै बेसी रूपमा नआए पनि तर काम चाहिँ अहिलेसम्म चाहिँ राम्रो भएको हामीले चाहिँ पाइरहेका छौँ, हामी सन्तोषजनक छौँ भन्ने मलाई लागेको छ। र अर्को कुरा म चाहिँ न्यायिक समितिमा काम गरिरहँदाखेरि न्यायिक समितिमा पनि कस्तो छ भने हामी कानुनका विद्यार्थी त होइनौँ हैन, अब एउटा जनताबाट निर्वाचित भएर आयौँ तर यहाँ आइसकेपछि केही तालिमहरू लियौँ, मेलमिलाप तालिम ल्याउँ जुन 48 घन्टे तालिम, त्यो तालिमले पनि हामीलाई केही सहज गराएको छ। हामी अहिले चाहिँ यसलाई सहज गराउनको लागि र जनताहरूले दुःख नपाउनको लागि उहाँहरूको चाहिँ स्रोत पनि आर्थिक स्रोत पनि जोगियोस्, श्रम पनि जोगियोस्, उहाँहरूको चाहिँ त्यो श्रम अथवा त्यो दिन समय पनि बचत होस् भन्नको लागि टाढाबाट कुना कुनाबाट आउन सक्ने बाध्यता पनि हुन्छ उहाँहरूलाई। हरेक खालका अप्ठ्याराहरू हुन्छन्, विवाद भनिसकेपछि त्यसले अप्ठ्यारै परेर यहाँसम्म आउनुपर्ने बाध्यता हुन्छ, त्यसलाई पनि सहज बनाउनको लागि हामी प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरेका छौँ जुन उहाँहरू मेलमिलापकर्ताहरू पनि 48 घन्टे तालिम लिएर त्यो तालिम लिइसकेपछि उहाँहरूले अहिले गएर कतिपय मौखिक रूपमा आएका मुद्दा मामिलाहरू अप्ठ्याराहरू उहाँहरूले टोलमै गएर पनि मिलाउनु भएको छ भने कतिपय लिखित रूपमा वडासम्म आयो भने त्यहाँसम्म मिलाउनुहुन्छ र कतिपय त्यहाँबाट पनि फेरि यदि अप्ठ्यारो छ भने कतिपयले हामी पालिकासम्म पुग्छौँ भनेर यहाँ आएर पनि हामीले मिलाएको मेलमिलापद्वारा फेरि निरूपण गर्ने अधिकार केही अधिकार हामीलाई दिएको छ, तर हुँदै गर्दाखेरि पनि हामी चाहिँ मेलमिलापको माध्यमबाट जानुपर्छ हामी जनप्रतिनिधिहरू भनिसकेपछि, किन भन्दा हामी सबै दुवै पक्षलाई चाहिँ जित हुने गरी जानुपर्छ भन्ने उद्देश्यले त्यसरी चाहिँ हाम्रा मुद्दामा मामिलाहरू हामीले मेलमिलाप गराएका छौँ। यहाँभित्रकै कच्चा पदार्थ हामी के भन्छौँ भने बाहिरबाट ल्याएर कच्चा पदार्थ गराउनुभन्दा यहाँभित्रकै कच्चा पदार्थलाई प्रयोग गरौँ र त्यसबाट आम्दानी लिन सकियो भने हामी सफल हुन्छौँ। किन भन्दा त्यो कच्चा पदार्थ यहाँ यदि पाइएन भने हामीले नयाँ सिक्न त खोजौँला, तर त्यो कच्चा पदार्थ बाहिरबाट ल्याइयो भने हामीले गरेको लगानी पनि उठ्न सक्दैन है भनिसकेपछि हाम्रा दिदीबहिनीहरूले जुन अचार बनाउने तालिम लिनुभयो त्यहाँबाट यहाँभित्र जुन कागतीको कुरा गरेँ मैले, अनि गएर मुला लगायत जुन मासुको पनि अचारहरू बनाएर अहिले चाहिँ बिक्री गरिरहेको अवस्था केही दिदीबहिनीहरूको छ। हामीले यो कार्यक्रम गर्दै गयौँ त भनिरहेको अवस्था छ,
तथापि अझै पनि केही आवश्यकताहरू कुना काप्चाका आवश्यकता हाम्रा जनताका आवश्यकताहरू परिपूर्ति भएका छैनन् मैले भनिरहेकी छु। किन भन्दा पर्याप्त हामीसँग साधन स्रोत जनशक्ति होइन हरेक कुराहरू चाहिँ हामीले पर्याप्त छैन। पर्याप्त हुँदाहुँदै पनि हामीले त्यसलाई चाहिँ एउटा प्राथमिकरण गर्दै 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 लैरहेका छौँ। अझै पनि केही अप्ठ्याराहरू छन्, केही असजिलाहरू छन्, केही आवश्यकताहरू छन्। त्यसलाई परिपूर्ति गर्नको लागि हुनसक्छ हामी कुनै कार्यक्रममा केही कुराहरू गरेका छौँ, के अरे उहाँहरूसँग बसेर होइन यस्तै यस्तै खालका कुराहरू हामीले सोधेका छौँ, बुझेका छौँ। तर टोलमा जाँदाखेरि पनि हामीले यी कुराहरू चाहिँ भनिरहेका छौँ। अझै पनि कहीँ कतै त्यस्ता खालका समस्याहरू छन्, अप्ठ्याराहरू छन् भने यहाँहरूको सल्लाह सुझाव लिएर फेरि अझै यो कालीगण्डकीलाई जति सकिन्छ यो समय अवधिभर हामीले गराउनको लागि हामी प्रयास गर्नेछौँ। त्यो प्रयासको लागि सबै सडकवालाहरू यहाँभित्रका चाहिँ राजनीतिक दलहरू, आम नागरिकहरू र लगायत सम्पूर्ण जनप्रतिनिधि कर्मचारी साथीहरू सँगै एउटै पाटोमा हिँडेर एउटै बाटोमा हिँडेर यो कालीगण्डकीलाई लानको लागि यहाँहरूको सल्लाह सुझाव फेरि पनि म दोहोऱ्याएर भन्छु त्यो एकदमै आवश्यकता छ। यस पालिकाको भित्र रहेका सम्पूर्ण घरधुरीलाई 20 युनिटसम्म बिजुली बाल्दा पैसा तिर्न नपर्ने भएपछि यहाँका बुढाबा आमा निकै खुसी देखिन्छन्। राम्रै लाग्छ। अब बिमा सबै कुरा हुँदाखेरि सबै थोक भएको छ। अब दबाई पानी मिलिएछ, पाइएछ। यो क्षेत्रलाई भनौँ निःशुल्क स्वास्थ्य बिमा उपचार भइरहेछ, गरिएछ। पैसा तिर्न परेको छैन, पैसा तिरिएको छैन। यही कालीगण्डकी गाउँपालिकामा कालीगण्डकी जलविद्युत हाइड्रो पावर पनि रहेको छ। कालीगण्डकी गाउँपालिकालाई मात्र नभएर देशका कयौँ सहर गाउँ झलमल्ल पारेको छ। कालीगण्डकीको पानीलाई ड्याम बनाई ठुलो मात्रामा बिजुली निकालेको देख्दा हामी नेपालीहरूले बगेको पानीको महत्त्व अझ बुझेको छैनौँ कि जस्तो लाग्छ। कालीगण्डकी नदीको बारेमा कुरा गर्नुपर्दा धार्मिक आस्थाले जोडिएको पुरानो किंवदन्ती रहेको छ। विश्वको अरू कुनै ठाउँ नदी वा समुद्रमा नपाइने एकमात्र शालिग्राम पत्थर पाइने यो नदी हो। देशदेखि विदेशका कयौँ राष्ट्रमा यहाँको शिलाग्राम पुज्ने गरेको पाइन्छ। गत वर्ष इन्डियामा ठुलो मूर्ति निर्माणको लागि कालीगण्डकी नदीकै सबैभन्दा ठुलो शालिग्राम दान गरिएको थियो। भगवान विष्णुका अर्को अवतार मानिने शालिग्राम भाग्यमानीले मात्र प्रत्यक्ष रूपमा फेला पार्ने यहाँका स्थानीय बासिन्दा बताउनुहुन्छ। यसै सन्दर्भमा हामीलाई र हाम्रो टिमलाई टी प्रसाद पाण्डे र यादव प्रसाद पाण्डेज्यूले शालिग्राम प्रदान गर्नुभएको थियो। यस्तै मौलिकता धर्म संस्कृतिलाई जगेर्ना गर्ने हेतुले स्थापना भएको अर्को संस्था हो कालीगण्डकी प्रज्ञा प्रतिष्ठान। यो संस्थाले पालिकाभित्रका धर्म संस्कृतिलाई टेवा पुर्याउने हुँदा सकारात्मक भूमिका निभाएको कुरा संस्थाका सचिव बताउनुहुन्छ। यो कालीगण्डकी गाउँपालिकामा भाषा धर्म संस्कृति जात जाति परम्परागत औजार पर्यटकीय स्थल लोक उन्मुख संस्कृतिहरूको जगेर्ना गर्नको निमित्त 2080 सालमा स्थापित कालीगण्डकी प्रज्ञा प्रतिष्ठान हो। यस प्रज्ञा प्रतिष्ठानमा दुई प्रकृतिको समितिहरू रहेको छ। एउटा कालीगण्डकी प्रज्ञा प्रतिष्ठान कार्य समिति र अर्को कालीगण्डकी प्रज्ञा परिषद रहेको छ। यो करिब भदौतिर चाहिँ कालीगण्डकी प्रज्ञा प्रतिष्ठानको कार्य समिति र प्रज्ञा परिषद गठन भएको हो। गठन भइसके पश्चात भाषा धर्म जाति संस्कृति पेसा व्यवसाय पर्यटकीय स्थल अनि लोक उन्मुख जातिहरू र यो नाचगानहरू संरक्षणका निमित्त यो स्थापित भएको हो। हामी नेपालीहरूले आफ्नो धर्म संस्कृति बिर्सन हुँदैन भन्ने कुरा यसै संस्थाका अध्यक्ष बताउनुहुन्छ। यही पवित्र कालीगण्डकी नदीले घेरिएको सिंचित भएको परिपोषित रहेको है यो क्षेत्र हो। हाम्रो धार्मिक दृष्टिले निकै महत्त्वपूर्ण छ। अन्य भौगोलिक दृष्टिले पनि यहाँको ठाउँहरूबाट हिमालहरू देखिन्छ, पोखरा
आदि। अनि पाल्पा श्रीनगरतिर गयो भने गोरखपुरसम्मको यहीँ आलमदेवीबाट पनि हेऱ्यो भने डाँडाहरू देखिन्छन्। भौगोलिक हिसाबले पनि यो महत्त्वपूर्ण छ। अनि खास त्यसमा भन्दा अझै प्राकृतिक दृष्टिले अनि यो धार्मिक दृष्टिले अनि ऐतिहासिक दृष्टिले बाबुराम आचार्यको नेपालको संक्षिप्त जीवनी, नेपालका प्रथम इतिहास शिरोमणि बाबुराम आचार्य लेखेको किताबमा शाहवंशीय राजाहरू भारतबाट आउँदा ऋणी हुँदै वैघा लसर्गा आएर बसेको अनि आलमदेवी त्यहाँ भएको भन्ने सन्दर्भ उल्लेख छ। हामीलाई हाम्रो गाउँ ठाउँ अति नै प्यारो लाग्छ। एकपटक विदेशिएका ती युवाहरू फर्किने हो भने अझ देशको तागत कहाँ पुग्थ्यो होला, हामी कल्पना पनि गर्न सक्दैनौँ। पक्कै पनि फर्किनेछन् ती नेपालीहरू अनि बनाउनेछन् आफ्नो गाउँ र ठाउँ। फैलिनेछ सन्देश विश्वभरि गोर्खालीको। पक्कै फर्किनेछन् नेपाली युवाहरू। हामी वडा नम्बर 6 तर्फ लाग्यौँ। यो वडामा पनि बाटोघाटो कतिपय बनिसकेका छन् भने कति बन्दै गरेको अवस्थामा छन्। जनताको सेवामा समर्पित यहाँका अध्यक्ष, प्रतिनिधि, सदस्य लगायत कर्मचारीहरूले आफ्नो सेवा इमान्दारपूर्वक दिएकै पाइन्छ। नमस्कार, म कालीगण्डी गाउँपालिका वार्ड नम्बर 6 को वडा अध्यक्ष सुन्दर प्रसाद अधिकारी। कालीगण्डी गाउँपालिकाका सम्पूर्ण नागरिकलाई स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च पालिकाको तर्फबाट नै बेहोर्ने व्यवस्था भएको हुनाले यहाँका नागरिकहरू स्वास्थ्यको चाहिँ पहुँचबाट निकै लाभान्वित र हर्षित छन् जस्तो मलाई लाग्छ। र अर्को कुरा, कालीगण्डी गाउँपालिका वडा नम्बर 6 मा रहेका विद्यालयहरूको सन्दर्भमा एउटा इम्सिल र कुडाजीको बिचमा देउराली माध्यमिक विद्यालय छ, जसको स्थापना 2017 सालमा स्थापना भएको हो। छापोमा दलित बस्तीहरूको अलि बढी बाहुल्यता छ, करिब 35 घर जति दलित बस्तीहरू हुनुहुन्छ र अनि मगर समुदायहरू प्लस बाहुन र नेवार समुदायहरूको मिश्रित समाज चाहिँ कालीगण्डकी गाउँपालिका वार्ड नम्बर 6 को छापामा छ। यसमा अवस्थित एउटा विद्यालय आदर्श प्रावि छ, जुन बालज्योति प्रावि। यसमा पनि विद्यार्थीहरू करिब 58 जातीयजना विद्यार्थीहरू यहाँ अध्ययनरत छन्। इम्सिल र कुडाजीको बिचमा देउराली माध्यमिक विद्यालय छ। ओल्लो दप्चे, पल्लो दप्चे, प्रगति मैदान, चुवानटोल यहाँ सबैलाई समेट्ने गरी त्यहाँ एउटा ध्रुवज्योति माध्यमिक विद्यालय छ। करिब त्यहाँ विद्यार्थीहरू 260 जना विद्यार्थीहरू दलित, जनजातिहरू लगायत बाहुनहरू सबै विद्यार्थीहरू त्यहाँ पठन पाठन गर्छन् र यसको स्थापना 2034 सालमा भएको हो, जसमा भएका टोलहरू भगवती टोल, इम्सिल, कुडादी लगायत त्योभन्दा माथि चाहिँ कर्मी टोल, अनि त्यस्तै दप्चे, ओल्लो दप्चे, पल्लो दप्चे, अनि त्यस्तै गरी माथि प्रगति मैदान, चुवानथोक, माथिल्लो छाप, छाप, केसिदी, टिप्लुङ्गा, भाङबारी लगायत धेरै गाउँहरू चाहिँ मिलेर चाहिँ बसेको ठाउँ छ। धेरै घरधुरीहरूलाई चाहिँ बचत ऋण लगायत सामाजिक क्षेत्र, आर्थिक क्षेत्रमा पनि जो ब्याजमा अनुदान दिने काम गरेर एउटा नागरिकलाई आर्थिक समृद्धिमा पनि त्यो संस्थाले सहयोग गरेको छ। यस वडाको सन्दर्भमा सिङ्गो एक्लो वडा अध्यक्षले, एक्लो वडा सदस्यले मात्रै सबै कामहरू त गर्न सम्भव छैन, यहाँहरूलाई विविध नै छ। तर हामी यहाँ जनप्रतिनिधि भइसकेपछि हाम्रो मुख्य उद्देश्य भनेको यो वडाको आर्थिक समृद्धि, सामाजिक विकासदेखि लिएर हरेक कुरामा तपाईँहरूको साथमा हामी रहने प्रतिबद्धतासहित हामी चयन भएर यहाँ आएका छौँ र हामीले काम गर्ने सिलसिलामा कुनै केही कुराहरू तपाईँहरूमा पहुँचमा पुगेको छैन भने पनि यहाँहरू र हामी बिच एउटा फ्यामिलियर हौँ, परिवार हौँ। यहाँले चाहिँ एउटा सुझाव रूपमा दिएर यहाँका समस्याहरूमा साझा हामी चाहिँ कार्य गर्न हामी तत्पर छौँ। र मैले थोरै अर्को कुरा के पनि जोड्न चाहेँ भने एउटा हाम्रो गाउँपालिकाको तर्फबाट गाउँपालिकै कार्यक्रम हो, हेफर कार्यक्रम भनेर हामीले यहाँका चाहिँ विशेष गरी महिलाहरूलाई, त्यस्तै युवाहरूलाई, वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूलाई एउटा उद्यमशील बनाउने उद्देश्यले
प्रत्येक चाहिँ वार्डलाई समेटेर चाहिँ एउटा कार्यक्रमहरू कृषि कार्यक्रम एउटा सञ्चालन गरेको छ। यसमा मलाई लाग्छ सुरुमा चाहिँ यहाँ दिँदै गरेको बङ्गुरका पाठापाठीहरू, जुन बाख्राका पाठापाठीहरू, त्यस्तै गरी उन्नत नस्लका चाहिँ बोका अनि उन्नत नस्लका राँगाहरू लिँदै गर्दा ओहो म त गरिब भएर अरूले मलाई के भन्छन्, म त गरिब भनेर मलाई कतै चाहिँ त्यो दिन्छन् कि भन्ने गरी अति लज्जास्पद हुने गरी समूहमा पनि माग गर्नुभएको थिएन। बिस्तारै बिस्तारै अहिले अब अरूको तुलनामा हाम्रो वार्ड नम्बर 6 अलिकति यसमा पछाडि परेको छ। राज्यबाट दिने सेवा सुविधा, आफूले गर्ने श्रम र त्यसबाट उत्पादनमा पाउने प्रतिफल, आर्थिक समृद्धिलाई टेवा हुने कार्यमा कोही पनि पछि नपरौँ। यो आफ्नो श्रममा रमाउन पर्छ। र जस्तो कुरा अहिले यहाँ जुन समूह छ, दप्सेमा पनि समूह छ, यो कालिकामा समूह भनेर यही छापामा छ। त्यस्तै गरी यो माथि पनि एउटा समूह छ, सरकारी भाषा समूह छ, कुडादीमा छ, त्यस्तै गरी चाहिँ इम्सिलमा एउटा समूह छ। यी समूहमा पनि अलि धेरै थोरै चाहिँ एउटा व्यावसायिक चाहिँ जमहरू गर्नुभएको छ। अलि धेरै चाहिँ व्यक्तिहरू यसमा मोटिभेटेड भएर काम गरेर पारिवारिक आर्थिक समृद्धि भयो भने सिङ्गो वडा नै वडाको सिङ्गो आर्थिक समृद्धि हुन्छ र सिङ्गो पालिकाको हुन्छ। यसले राज्यलाई पनि टेवा दिन्छ। तसर्थ यो आर्थिक उत्पादनमा जोडिन चाहिँ सम्पूर्ण वडावासीलाई म अनुरोध गर्दछु। कालीगण्डकी गाउँपालिकाले अर्को अति नै चासो र रोचक देखाएको विषय हो शिक्षा। शिक्षाको यस कालीगण्डकी गाउँपालिकामा 7वटा वडामा शिक्षाको पहुँच पुगेको छ। आधारभूतका विद्यार्थी भाइ बहिनीहरूले कक्षा 1बाट नै कम्प्युटर चलाउन सक्ने गरी सक्रिय देखिन्छन्। यस पालिकाको प्रत्येक कुनाका विद्यालयमा कम्प्युटर, साइन्स ल्याब, स्मार्ट बोर्ड, प्रोजेक्टर, लाइब्रेरीदेखि विद्यार्थीलाई चाहिने सामग्रीहरूको व्यवस्थापन भइसकेको देखिन्छ। मिर्मी बेसिक स्कुल राष्ट्रकै नमुना स्कुलमध्ये एक उत्कृष्ट स्कुल पनि हो। नमस्कार, म ज्ञान प्रसाद पाण्डे, यस मिर्मी आधारभूत विद्यालयको शिक्षक। हाम्रो उद्देश्य भनेको हामीले यस्तो आदर्श समाजको कल्पना गरेको हो जुन समाजमा सबै तह तबका सबै वर्गका बालबालिकाहरूलाई आफ्नो भविष्य सुनिश्चित गर्ने अवसर मिलोस्। त्यो भनेको गुणस्तरीय शिक्षामा उनीहरूको पहुँच हो र सबै समाजका सबै तह तबकाका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाको पहुँच पुर्याउनको लागि सामुदायिक विद्यालयलाई सशक्त गराउनुपर्छ भन्ने हाम्रो समाजले अनुभूति गरेर एउटा सामाजिक मिसनको रूपमा हामीले यसलाई लिएका हौँ। बालबालिकालाई भविष्यमा शिक्षाको कमी कहिले पनि नआओस् भन्दै कालीगण्डकी गाउँपालिकाले दिएको सेवाबारे कालीगण्डकी गाउँपालिकाका शिक्षा प्रमुख यसो भन्नुहुन्छ। नमस्कार, मेरो नाम अनिल ढुङ्गाना। हाल म कालीगण्डकी गाउँपालिका शिक्षा शाखा प्रमुखको रूपमा यहाँ कार्यरत छु र हाम्रो कालीगण्डकी गाउँपालिकाभित्र जम्मा 38वटा विद्यालयहरू छन्, जसमध्ये 35वटा सामुदायिक विद्यालयहरू रहेका छन् भने 3वटा संस्थागत विद्यालयहरू यस कालीगण्डकी गाउँपालिकाभित्र सञ्चालित छन्। र विशेष गरी हामीले सशक्त कार्यक्रम अन्तर्गत नियमित रूपमा शिक्षकहरूको तलबको व्यवस्थापन गर्ने काम शाखाबाटै हुने गर्छ। त्यसै गरी विद्यालयहरूलाई सङ्घबाट प्रदान हुने योजनाका कुराहरू विशेष गरी पुस्तकालय व्यवस्थापन, ICT का कार्यक्रमहरू पनि हामीले यहाँबाट सम्पादन गर्छौँ। त्यसै गरी हामीले गर्ने अन्य कार्यक्रमहरू भनेको यहाँबाट हुन्छ हाम्रो सेनिटरी प्याड वितरणको कार्यक्रम पनि हामी यहाँबाट गर्छौँ। विद्यालयका लागि विद्यार्थीहरूका लागि निःशुल्क पाठ्य पुस्तक व्यवस्थापन गर्ने कामहरू पनि शाखाबाटै सम्पादित हुन्छ। यसबाहेक शिक्षकहरूलाई तालिममा खटाउने, तालिमको व्यवस्थापन गर्ने कामहरू पनि हामीले सशक्त कार्यक्रम अन्तर्गत यहाँबाट गरिरहेका हुन्छौँ।
अहिले यसलाई नमुनाको रूपमा हेर्दाखेरि हाम्रो ध्रुवज्योति माध्यमिक विद्यालय जुन कालीगण्डकी गाउँपालिका वार्ड नम्बर 6 मा अवस्थित छ, यसले वर्षेनी झन्डै 2 लाखभन्दा बढीको फुल र 1.5 लाखभन्दा बढीको तरकारीहरू वार्षिक रूपमा विद्यालय हाताभित्र नै उत्पादन गरेर बिक्री वितरण गर्दै आएको छ र त्यसको सिको अन्य विद्यालयहरूले पनि गर्दै आइरहेको पाइन्छ। कालीगण्डकी गाउँपालिकाले शिक्षाप्रति देखाएको चासो बालबालिकाको खाता खोल्ने कार्य, कक्षा 6 देखि 10 सम्मलाई नै लन्च बक्स दिने र प्राविधिक सामग्रीदेखि पुस्तकसम्मको सेवाले निकै ठुलो फड्को मारेको पाइन्छ र यसै पालिकाको अर्को बिर्सनै नसक्ने मातृभूमि सामुदायिक पुस्तकालय, जो यहाँका बासिन्दाहरूले रुम टु रिड संस्थासँगको सहकार्यमा आफ्नै भवन निर्माण गरी लाइब्रेरी, जिम हल, वाद्यवादन, आमा कक्षादेखि अनेक सेवा सुविधाका साथ खोलिएको छ। कालीगण्डकी गाउँपालिकाको हरेक एक नागरिकको भविष्य सुनौलो छ, यो प्रश्न देख्न सकिन्छ। पालिकाले दिएको स्वास्थ्य, शिक्षा, रोजगारदेखि कृषि सिँचाइका कुराहरूलाई सेवा लिएर बस्ने हो भने आगामी दिनमा अझ धेरै कमाइ गरी आफ्नो घर गाउँमा नै रमाउन सकिने कुरामा दुईमत छैन। नमस्कार, मेरो नाम भागीरथ अधिकारी, कालीगण्डकी गाउँपालिका रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजक। बेरोजगार व्यक्तिहरूको लागि फागुन महिनाभरिमा वडामा फर्म खुलेको हुन्छ। त्यसपछि चैत महिनाभित्रमा हामीले इन्ट्री गरेर प्रत्येक वर्ष हाम्रो कालीगण्डकी गाउँपालिकाभित्रका बेरोजगार व्यक्तिहरू सूचीकृत रहेर अनि सूचीकृत हुनुहुन्छ। सूचीकृत भइसकेपछि त्यही सूचीकृत बेरोजगार व्यक्तिहरूबाट हामीले त्यो अर्को आगामी आर्थिक वर्षभित्रमा योजनाहरू सञ्चालन गर्नको लागि, तालिमहरू सञ्चालन गर्नको लागि ती बेरोजगार व्यक्तिहरूको लाई 100 दिन रोजगार पुग्ने गरेर योजनाहरू सञ्चालन गरिरहेका हुन्छौँ। खास गरेर कालीगण्डकी गाउँपालिकामा यस आर्थिक वर्षमा 714 जना बेरोजगार व्यक्तिहरू रोजगार सेवा केन्द्रमा सूचीकृत रहनुभएको छ। ती 714 जना व्यक्तिहरूमध्येबाट अहिले पनि हामी पुँजीगत हामी खास गरेर हामी हार्डवेयरभन्दा पनि सफ्टवेयर पार्टलाई अलिकति बढी जोड दिएर कामहरू गरिरहेका छौँ। सफ्टवेयर पार्टमा हामी अहिले यस आर्थिक वर्षमा के अरे 40 जना सूचीकृत बेरोजगार व्यक्तिहरूलाई हामीले 40 जनालाई तालिम सञ्चालन गर्दैछौँ। त्यो तालिम भनेको अनि के अरे 40 जना व्यक्तिहरूको लागि के अरे 50 दिने यो कार्यक्षेत्रमा आधारित हामी तालिम सञ्चालन गर्दैछौँ। यसै गरी अब कुरा गरौँ वडा नम्बर 3 को। यस वडामा आलमदेवीको बारेमा अघि नै कुरा गरिसकेका छौँ। यहाँको भाले पार्कदेखि अग्ला डाँडा काँडा निकै आकर्षक छन्। यस वडाको कार्यालय ओइगामा रहेको छ भने वडाकै प्राङ्गणमा स्वास्थ्यको भवन रहेको छ। नमस्कार, म देवेन्द्र कुमार थापा, कालीगण्डकी गाउँपालिका वार्ड नम्बर 3 को वडा अध्यक्ष। अति पर्यटकीय र धार्मिक तहबाट असाध्यै महत्त्व बोकेको मन्दिर आलमदेवी मन्दिर पर्छ। विद्यालयहरू 6वटा छन्, एउटा माध्यमिक र अरू 5वटा आधारभूत विद्यालय छन् भने हामीसँग वैगा आधारभूत स्वास्थ्य चौकी छ र वित्तीय संस्थामा हामीसँग गरिमा विकास ब्याङ्क र अन्य सहकारीहरू अब पूजा बचत सहकारी, हातेमालो यिनै छन्। स्कुलको नामहरूभन्दा माध्यमिक तहको भवानी माध्यमिक विद्यालय, बारीचोर आधारभूत विद्यालय, बेलरीखान आधारभूत विद्यालय, नारायणी आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, अमरदीप आधारभूत विद्यालय गरिकन 6वटा विद्यालय छन्। अब योजनामा भन्नुपर्दा हामीसँग यही वार्डमा काली नदीको तीरबाट हाम्रो लिफ्टिङ पानीको सिँचाइ
नदीबाट पानी लिफ्टिङ गरिसकेपछि त्यो सिँचाइको रूपमा बारीचोर भन्ने लिफ्टिङ पानी सिँचाइ यो लगभग करिब यो काम सम्पन्न भइसकेको छ। र अर्को टङ्लेवा लिफ्टिङ सिँचाइ यसको काम चाहिँ अहिले सुरुवाती अवस्थामा छ। र अन्य बाटाघाटा भन्नुपर्दा हामीसँग यो मिर्मी रानी महलको जुन बाटो छ हाम्रो 17 किलोमिटरको, अब हामीसँग यहाँ मिरिमबाट यो वैगासम्म अहिले हामी जुन वडा कार्यालयमा छौँ यहाँसम्म 12 किलोमिटर पर्छ भने यो वैगाबाट रानी महलसम्म 5 किलोमिटरको बाटो छ। र यतापट्टि तपाईँको पश्चिमपट्टि हाम्रो यही वैगाबाट नै फाटेको छ र यो वैगादेखि रिडीसम्मको 17 किलोमिटरको पक्की बाटो छ। वडाबाट पालिकाबाट आएका योजनाहरूमा बनेका गोरेटा बाटाहरू ढलानसहितका बाटाहरू प्रशस्त मात्रामा छन् र सकेसम्म हामीले हाम्रो कार्यकालमा जनताको अब माग अनुसार जनताको भावनालाई समेट्ने प्रयत्न हामी गर्दैछौँ। र त्यसैमा अब सेवा दिने क्रममा हामीले यो वार्डबाट कुनै पनि जनप्रतिनिधिको घरमा सेवा लिन जान नपर्ने भनेर मैले जब शपथ लिइसकेपछि र आफ्नो पदभार ग्रहण गर्ने अवस्थामा भनेका थिएँ र हामीसँग एकजना वडा सदस्य पनि यहाँ आवश्यक पर्ने हुन्छ, किन भन्दा त्यहाँ वडा मुचुल्कानमा सही गर्नुपर्ने हुन्छ। त्यो बेलामा त्यो जनप्रतिनिधि घरमा गएर सेवा लिने होइन कि यही वडाबाट सेवा लिनुपर्छ भनेर हामीले सेवाग्राहीहरूलाई वडैबाट नै सेवा दिने चलन चलाएका छौँ। मेरो नाम सागरमणि पाण्डे। हामी के अरे सोटुकाको बस्ती भएको मान्छे। अब त पुरानो कुरो सोध्नुभयो। धेरै पहिले हाम्रो एकजना यहाँको मान्छे त्यतै गएर रहेछन्। अनि त्यो बेलामा चाहिँ उनी त्यो सिद्ध गुफाको नजिक गएको बेला त्यही सिद्ध बाबाले भित्र लगेर राख्नु भएछ। राखेपछि त्यहाँबाट चाहिँ तीन दिन राते के 3 दिन रात राखेर त्यहाँबाट चाहिँ नि उसले वेदपाठ पढ्ने भएर निक्ले, केही कालो गर्न जानेको मान्छेले। अनि चाहिँ नि उनले यहाँ पछि चाहिँ वेदसेद पढ्ने गर्ने यताउति पनि गरे। उनलाई राम्रै भयो भनौँ न। पछि त्यही हो सिद्ध बाबाको ठुलो चाहिँ के ऊ छ के इतिहास छ। यस वडाको सटुका गाउँ आफैमा सम्झना लायक छ। ठुला फाँट र ती पुराना घरहरूका बनावटले हप्तौँ महिनौँ यो गाउँमा गएर बसौँ कि जस्तो लाग्छ। यसैमाथि मौलिक परम्परालाई जगेर्ना गर्दै चिउरीको बिहा पेल्ने स्थानलाई पूर्ण निर्माण गरी सञ्चालनमा ल्याउने जुन भूमिका स्थानीय बासिन्दा र वडा अध्यक्ष र जनप्रतिनिधिहरूले देखाउनु भएको छ, रीतिथिति सधैँ रहने एक स्थानीय बासिन्दा बताउनुहुन्छ। नमस्कार, मेरो नाम वीरबहादुर राणा। मेरो घर यही स्याङ्जा जिल्ला यही वडा नम्बर 3 कालीगण्डकी 3 यही स्थित पर्छ। यो कोल चाहिँ नि लगभग 2026-27 सालसम्म राम्रो मजाले चलिरहेको थियो। त्यसपछि आएर हामीले जान्दा पनि यो लगभग 2039 सालसम्म यो कोल चाहिँ नि 42-43 सालतिर चाहिँ नि यो कोल जमेको। यो पछिल्लो यो बिच नबिजिकन आफ्नो स्केलले हेर्न जाने त्यहाँ गएर बाफ आउँथ्यो। बाफ आइसकेपछि यहाँ कसैले रिगाउने तयारी हुने, कसैले यसमा चाहिँ नि घान भन्नु ओइरो राख्न तयारी हुने। यति लामो चाहिँ नि खन्ती जस्तो क्या, हामी बेला रुखन पनि भनिन्छ। त्यसले घोत्ने रिगाउने गर्ने। यसो तेल यहाँबाट मुल्का उठ्छ, यसमा मुल्का उठ्छ अनि तलबाट चाहिँ तेल झर्छ। पानीमा निकै चासो देखाएको छ। 92% खानेपानीको समस्या हल गरी बाँकी केहीको काम छिट्टै नै पुरा गर्ने बताइएको छ।
केही बाँकी घरमा नपुगेका धारेलाई पुर्याएर नै छोड्ने यहाँका प्रतिनिधि लागि परेको देख्दा हामी बाहिर पालिकाबाट गएका पाहुना आफै आफ्नै पालिकालाई सम्झन बाध्य भयो। नमस्ते, म छविलाल गाहा, खानेपानी तथा सरसफाइ शाखा कालीगण्डकी गाउँपालिकामा करिब 4800 जति घरधुरी चाहिँ रहेको छ। त्यो मध्ये अहिले हाम्रो चाहिँ 4262 घरमा चाहिँ हाम्रो एक घर एक धारा पानी चाहिँ के अरे उपलब्ध गराउन सकिएको छ र एक घर एक धारामा हाम्रो पर्याप्त पानीहरू चाहिँ पुगेको छैन र चाहिँ हामीले अहिले यतिखेर आएर खानेपानी मात्रै नभएर हामीले यो स्वच्छता खानेपानीलाई चाहिँ के अरे शुद्ध पिउने पानी उपलब्ध गराउनको लागि कालीगण्डकी गाउँपालिका एकदम तत्पर छ, अगाडि बढिराखेको छ। यस पालिकामा ठुला ठुला सिँचाइ गराएर फाँटभरि हरियो पारेको छ भने कहीँ कतै नपुगेको खण्डमा करोडौँको लगानीमा योजना बनिसकेको छ। कृषि नै जीवन भने जसरी आम नागरिकको हितमा पानी नै जीवन हो भन्ने कुरा कालीगण्डकी गाउँपालिकाले गहिरो रूपमा बुझेको छ। त्यसैले त कालीगण्डकीको पानीलाई कालीगण्डकी ए जलविद्युत परियोजना अर्थात् हाइड्रो पावरले सदुपयोग गरेको कुरा यहाँ सामु अवगत गराइन्छ। यो 5 नम्बर वडामा पर्दछ। यसै सन्दर्भमा अब कुरा गरौँ वडा नम्बर 5 को। ठुला ठुला खेल मैदान रहेको यस वडामा कृषि, स्वास्थ्य, शिक्षामा पनि विकास भइरहेको देख्न सकिन्छ। नमस्कार, मेरो नाम रुगुवा थापा, कालीगण्डकी गाउँपालिका वडा नम्बर 5 को वडा अध्यक्ष। बाँसटारी दुर्गा पञ्चायत मन्दिरदेखि हाम्रो कालिका कोटघर, कालिका मन्दिरदेखि लिएर 5-7 ठाउँमा हाम्रो मन्दिरहरू रहेको छ। त्यसै गरी हाम्रो यस वडाभित्र 4 वटा माध्यमिक विद्यालय र 2टा प्रावि विद्यालय छन्। त्यसै गरी कालीगण्डकी गाउँपालिकाको सबैभन्दा पहिलो वडा एक घर एक धारा भन्ने पहिलो वडा कालीगण्डकी गाउँपालिकाको हाम्रो यो कालीगण्डकी गाउँपालिका वडा नम्बर 5 पर्छ। भौतिक पूर्वाधारको क्षेत्रमा हामीसँग यहाँ सुविधासहित सम्पन्न हाम्रो यो ब्याडमिन्टन कभर हल, त्यसै गरी एउटा सभा हल अनि स्वास्थ्य चौकी हाम्रो बन्दै गरेको छ। अनि र प्रदेश सरकारसँगको समन्वयमा यही वडाको बाँसटारी भन्ने ठाउँमा औद्योगिक ग्राम पनि सञ्चालनमा छ। कृषिको क्षेत्रमा र पशुपालनको क्षेत्रमा एउटा यो कालीगण्डकी गाउँपालिकाले त्यसमा पनि वडा नम्बर 5 ले एउटा ठुलै फड्को मारेको छ र यहाँका कृषकहरूलाई उत्साहित बनाउने खालको कार्यक्रमहरू जस्तै बाख्रा पालन तालिम अनि त्यसपछि अनुदानमा खोरहरू बनिरहेका छन्। त्यसै गरी हाम्रो यहाँ महिलाहरूको लागि विभिन्न तालिमहरू सञ्चालन भइसकेका छन्। त्यसमध्ये मौरी पालन, त्यसपछि साबुन बनाउने तालिम, चप्पल बनाउने तालिमदेखि लिएर विभिन्न तालिमहरूलाई, ब्युटी पार्लर तालिमदेखि लिएर विभिन्न तालिमहरू भइरहेका छन्। यो जयपति हाम्रो वडा कार्यालय जयपति रानीखरक भन्नेमा पर्छ। त्यसै गरी हाम्रो अलि तल गएपछि ताँपो भन्ने ठाउँ पर्छ। त्यसै गरी यता उत्तर साइडमा हाम्रो करेकुवा भन्ने ठाउँ पनि छ। त्यसै गरी बेलटारी अनि लियाक, लुङसिङ, बाँसटारी भन्ने यी मुख्य टोलहरू छन्। र हामीले विशेष गरेर हेर्दाखेरि साबिकको कृष्णगण्डकीको 1, 2, 3, 4 नम्बर वडा मध्ये 1 र 2, 3 हामी यता पिच बाटोले छोइएका छन् भने पुरानो साबिकको कृष्णगण्डकीको 4 नम्बर चाहिँ पिच बाटोले नछोइएको अवस्था छ। त्यही 4 नम्बर भएर साइडाम करिडोर जाने हुँदाखेरि यहाँ त्यो बाटोको पनि अलि व्यवस्था भइसकेको छैन। केही बाँकी केही पुरा सुन्नै पर्छ जनताको कुरा भन्दै यस वडाका प्रतिनिधिहरू पनि निकै अग्रसर रहेको देखिन्छ। वडा कार्यालय अगाडि नै रहेको ड्र्यागन फ्रुटको खेतीले एउटा सकारात्मक सन्देश फैलाउँछ। सबैको गुनासो सुन्दै सल्लाहलाई समेट्दै कालीगण्डकी गाउँपालिकाको मुहार फेर्नका लागि दिनरात खटिने यसै पालिकाका प्रमुख प्रशासकीय यसो बताउनुहुन्छ। कालीगण्डकी गाउँपालिकामा 7 वटा वडा रहेका छन्। एउटा प्रशासनिक भवन, एउटा अस्पताल,
6वटा स्वास्थ्य संस्थाबाट हाम्रो प्रशासनिक सेवा सञ्चालन भएको छ। कालीगण्डकी गाउँपालिकाभित्र प्रशासन स्वास्थ्यकर्मी सहित 110 जना कर्मचारी हुनुहुन्छ भने सामुदायिक विद्यालयतर्फ 213 जना शिक्षक हुनुहुन्छ। साथै वटा कार्यालयका आफ्ना प्रशासनिक भवनहरू निर्माण भएका छन्। स्वास्थ्य संस्थाहरूको भवन पनि सम्पूर्ण पक्की भवनहरू रहेका छन्। साथै वटा वडाहरूमा सडक कालोपत्रेले छोएको छ। अहिले एउटा वडा नम्बर 2 मा कालोपत्रे सडकले नछोएको अवस्था छ। त्यो पनि केही समयपछि पुरा हुन्छ होला। पोषण मैत्री पालिका घोषणाका लागि प्रत्येक वडा हामी घोषणा गर्ने तयारी अवस्थामा रहेका छौँ र केही वडा पोषण मैत्री घोषणाको हामी सम्पन्न पनि गरेका छौँ। 93% जति घरधुरीमा एक घर एक धाराको पानीको व्यवस्था पनि कालीगण्डकी गाउँपालिकाले गरेको छ। न्यूनतम विद्युत महसुलका लागि 20 युनिटसम्मको रकम कालीगण्डकी गाउँपालिका कार्यालयले भुक्तानी दिएको छ। अहिले आर्थिक वर्षको यो वार्षिक नीति तथा कार्यक्रम अनुसार सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूलाई खाता सञ्चालन गरी उनीहरूले आय आर्जन गरेको र बचत रकमलाई प्रोत्साहन गर्नको लागि हामी प्रत्येक विद्यालयका विद्यार्थी भाइ बहिनीहरूको खाता पनि खोल्ने कार्य पनि हामी लगभग गरेका छौँ। 60-70% जति काम हाम्रो भएको छ र अब सम्पूर्ण विद्यालयहरूको खाता विद्यार्थीहरूको खाता पनि खोल्ने क्रम प्राइम कमर्सियल ब्याङ्कले गरेको छ र हाम्रो कार्यालय र प्राइम कमर्सियल ब्याङ्कको एउटा समझदारीमा उसको पनि लागत सहभागिता र हाम्रो पनि लागत सहभागितामा यो काम भएको छ। र कालीगण्डकी गाउँपालिकाका स्थानीय व्यक्तित्वहरू जनप्रतिनिधिहरू र समग्रमा कालीगण्डकी गाउँपालिकामा सेवा दिन आउनुभएका सम्पूर्ण कर्मचारीहरूको एकै मन एकै तन भएर यहाँ काम गर्नुभएको मैले महसुस गरेको छु र यसले आगामी दिनमा कालीगण्डकीलाई थप उचाइमा पुर्याउने मैले आशा पनि राखेको छु भन्दै पनि बिदा हुन्छु। हस्, धन्यवाद। विगतका दिनमा यो स्याङ्जा जिल्लाको कर्णाली जस्तै दर्जामा राखिएको पालिका कालीगण्डकी गाउँपालिका आज बाटो घाटो स्वास्थ्य शिक्षा कृषि गैर तथा वित्तीय सङ्घ संस्थादेखि हरेक कुरामा कसरी पुग्न सफल भएको छ त? यो गम्भीर प्रश्न हो। स्थानीय सरकारले आऊ गर, कृषिमा काम गर, शिक्षा लिऊ, स्वास्थ्यको सही उपचार गर, आफू सक्षम बन र पालिकाको हरेक दैलो सक्षम बन भन्दै दिएको हौसला के समान योग्य छैन त? यहाँको फार्महरू पनि निकै राम्रो र उत्कृष्ट रूपमा चल्दै आएर फाइदामा गएको बताउनुहुन्छ। मुरा भैँसी लिएर आएर मैले कार्यक्रम सुरु गरेँ। लगानी मेरो धेरै जो परेको छ। यहाँ सुरुदेखि अहिलेसम्म यो खोर बनाउने भैँसी किन्ने गर्दाखेरि लगानी अलिकति राम्रै लगानी परेको छ र दुध खाने बुढाबुढीहरू मात्रै घर गाउँमा छन्। दुध मान्छे पलायन हुँदै गएको छ। 2-3टा फार्म सुरु भएको थियो, उनीहरूले छोडिसके। मैले एउटा चलिरहेछ जो सब मैले अठोर छ, मैले यसलाई सक्सेस गराएरै साल्छु भन्ने राखेको छ मनस्थिति छ। यो कालीगण्डकी गाउँपालिका स्याङ्जाले चाहिँ यो ड्रागन खेती स्थापना किन गरेको भन्ने मामलामा चाहिँ कतिपय तपाईँहरूले पालिकाभित्र पनि थाहा पाएर आउनुभयो होला, कतिपय त्यहाँ कुरा पनि भयो होला। र यो चाहिँ गाउँको लागि हाम्रो छिमेकी गाविसहरू पनि होस्, गाउँपालिका पनि होस् र छिमेकी जिल्ला पनि होस् र हामीले सिङ्गो यो कालीगण्डकी गाउँपालिका स्याङ्जा बिर्गाले यसमा ड्रागन खेती स्थापना गऱ्यौँ भने यो पाठ चाहिँ अरूले पनि सिक्छ र यो काम अरूले पनि गर्छ भन्ने हेतुले चाहिँ यो स्थापना गरिएको हो। आगामी दिनमा आगन्तुक पर्यटकलाई स्टिमर बोट मार्फत 9 किलोमिटर माथि सेतीबेनीको दर्शन गराई मौलादेवी क्षेत्रपाल आलमदेवी कोटघर विभिन्न मठ मन्दिर गाउँ बस्ती धर्म अनि संस्कृति र कालीगण्डकीका विकास अवलोकन गर्दै रमाउँदै हरेक नागरिकले एकपटक कालीगण्डकी गाउँपालिका स्याङ्जा अवश्य जानुहोला। कालीगण्डकी गाउँपालिकाले तपाईँलाई पर्खिरहेको छ।
हाम्रो कालीगण्डकी गाउँपालिका, राम्रो कालीगण्डकी गाउँपालिका स्याङ्जा।